त्यसै गरी कियाचु सङ्घीय कार्य समितिका पूर्व अध्यक्षज्यूहरू मैले देखिरहेको छु, अगाडि आएर अतिथि आसन ग्रहण गरिदिन हुन अनुरोध गर्दछु। सरिता राई र सीता तेगाला ज्यूलाई चाहिँ ब्याज वितरणको लागि रेडी भएर आइदिन हुन अनुरोध गर्दछु। यो राष्ट्रिय गाउनको लागि सबै गण्यमान्य प्रतिष्ठित व्यक्तिहरूमा म प्रथम त व्यक्तिगत रूपमा पनि स्वागत गर्न चाहन्छु यस कार्यक्रमको लागि। आज यो विष्णुदत्त सरस्वती आङमुहाङ प्रत्येक 2 वर्षमा प्रदान गरिने प्राज्ञिक पुरस्कारको समर्पण अथवा प्रदान कार्यक्रम छ। सँगसँगै यही अक्षय कोषको लागि आज कोष वृद्धिको कार्यक्रम पनि यहाँ सँगसँगै छ। त्यसैले 2टा कार्यक्रमहरू सँगसँगै परेको छ। त्यसैले गर्दाखेरि यो कोष वृद्धि कोषदाता पनि यही हुनुहुन्छ। कोषलाई लिने संस्था किराँत याक्थुम चुम्लुङ, सँगसँगै त्यसको विषयगत समिति लिम्बुवान अध्ययन केन्द्र, लिम्बुवान स्टडी सेन्टर पनि यहीँ छौँ, हामी सबै यहीँ छौँ। त्यसैले आजको कार्यक्रम कस्तो छ भने, एक त खुसीको कुरो 2 वर्ष प्रदान गरिने पुरस्कार प्रदान गर्न सकिएको छ। पुरस्कार ग्रहण गर्ने व्यक्तित्वहरू पनि आइसक्नु भएको छ। अनि यो कोष वृद्धि गर्नको लागि कोषदाता पनि यहीँ हुनुहुन्छ र कोष ग्रहण गर्ने संस्थाहरू पनि यहीँ छौँ। त्यसैले कोषदाता र कोष संस्था दिने व्यक्तिहरू दुवैको यो दुवै राजी खुसी भएर दिने पनि लिने पनि राजी खुसी भएर गर्नुपर्ने कुरा हो। त्यसैले यसलाई हामीले डबल ह्याप्पिनेस भन्दा पनि हुन्छ। आजको प्रोग्रामले डबल ह्याप्पिनेसको प्रोग्राम हो भन्दा पनि हुन्छ। यो मैले यो किन पनि भने डबल ह्याप्पिनेसको कुरा गरेँ भने, कोष दिने व्यक्तिहरूको कोषदाताको पनि केही शर्त हुन्छ, कोष ग्रहण गर्ने कोष सञ्चालन गर्ने संस्थाको पनि केही शर्त हुन्छ। दुवैको शर्त मिल्नु पर्यो, दुवैको सहमति हुनु पर्यो, त्यसैले नै कोष हुन्छ। त्यसैले गर्दाखेरि मैले यो डबल ह्याप्पिनेसको कुरा गरेको यो हो। मैले यो कुरा किन पनि गरिरहेको छु भने, किनभने यहाँलाई मैले आज स्वागत गर्नुपर्ने, स्वागत पनि गर्दैछु, साथसाथै विषय प्रवेशको कुरा पनि उठेको हुनाले मैले थोरै कुरा गर्नुपर्ने पनि हुन्छ, किनभने यो विषय प्रवेशको कुरो पनि छ यसमा। किनभने आज हामी धेरै पहिलाभन्दा धेरै विकसित भइसकेका छौँ, धेरै पहिलाको अवस्थामा छैनौँ। ज्ञान विज्ञान प्रविधिको विकास छ होइन, हामीलाई सबै मिडियामा पहुँच छ, हाम्रो सबै सञ्चारमा पहुँच छ, हामी छलफल हुन्छ। हाम्रो याक्थुम लिम्बू समुदायभित्र पनि हामी ज्ञान बढाउने क्रम, मैले चाहिँ व्यक्तिगत रूपमा यसलाई एकदम पोजिटिभली सकारात्मक रूपमा लिएको छु। ज्ञान बढाउने हिसाबमा हामी वाद विवाद गर्छौँ, हामी विवादभित्र पनि केही कुराहरू ज्ञानको लागि वाद विवाद गरिराखेका छौँ। आज मैले यो कुरा भन्नु नै पर्ने हुन्छ, किनभने हामीले यो कोषदातासँग कुरा गरिसकेका छौँ, तपाईँहरूले बुझिसक्नु भएको छ म किन यत्रो भूमिका बाँधिराखेको छु भन्ने कुरो। केही शब्दावली छन्, केही सभ्यताका कुराहरू छन्, केही इतिहासका कुराहरू छन्, केही रीतिरिवाजकाहरू छन्। यो सबै हामीले अध्ययन र अन्वेषण गर्नुपर्ने ज्ञानका कुराहरू हुन्। त्यसैले मैले आज यहाँ भन्नै पर्ने हुन्छ, किनभने हामी विषय प्रवेशको कुरो पनि उठेको छ नि आज यो प्रोग्राममा होइन। अनि अर्को कुरो, यो लिम्बुवान अध्ययन केन्द्र, लिम्बुवान स्टडी सेन्टरले पनि आफ्नो नियमावलीमा प्रष्टैसँग लेखेको छ। यसले विशेष गरेर लिम्बू जाति याक्थुम जातिहरूको सभ्यता संस्कृति इतिहास रीतिरिवाज अनि राजनीतिको बारे पनि यसले अध्ययन अन्वेषण गर्दछ भनेर यसको नियमावलीमा पनि प्रष्टसँग लेखिएको छ। त्यसैले गर्दाखेरि अब हामीले यो कुरा गर्दै जाँदाखेरि अब अहिले सभ्यता संस्कृति इतिहासको कुरा गर्दाखेरि यहाँ किराँत सभ्यताको कुरा पनि उठ्छ, धर्मको कुरा गर्दै रीतिरिवाजको कुरा गर्दै जाँदा कसैले किराँत धर्म पनि भन्छ, अलिक धर्मको अलिक विस्तृत व्याख्या हुन्छ, यो अर्को कुरामा गरौँला, आज कुरो भएन। हामीसँग युवा धर्म भन्ने पनि कुरा आइरहेछ, थेवा धर्म भन्ने कुरा आइरहेछ होइन। हामी मौलिक पहिचानको कुरा गरेका छौँ, हामीसँग सावा यथाङ भन्ने शब्दावली पनि निकालेका छौँ, सावा यथाङको सन्तान पनि भइरहेका छौँ। त्यसरी यति धेरै ज्ञानका कुराहरू हामी एक आपसमा छन्। त्यसरी यो कुरा हामीले कोषदातासँग कुरा गरिसकेका पनि छौँ। हामी पक्कै पनि एकहोरो भएर एउटै पक्षमा मात्रै भएर लिम्बुवान अध्ययन केन्द्रले पक्कै पनि अध्ययन यसको दायरा यतिमा मात्रै पक्कै सीमित हुँदैन, किनभने त ज्ञानको कुरो तटस्थ रहेर, किन ज्ञान भनेको त विशाल हुन्छ नि हो, यो विशाल ज्ञानलाई चाहिँ यसले पक्कै पनि अध्ययन गर्न
अनुसन्धान गर्न नै यो लिम्बुवान अध्ययन केन्द्रको उद्देश्य भएको हुनाले मैले यस्ता कुराहरू आज हाम्रो जुन बिचमा चलिराखेको कुरा विशेष गरी लिम्बू याक्थुङ समुदाय बिच चलिरहेका कुरा आज यहाँ भन्नुपर्ने नै हुन्छ। अब यहाँलाई मैले स्वागत गरिरहँदाखेरि अझ अलिकति के पनि भन्नुपर्ने हुन्छ भने हामीले ज्ञानको लागि हामी एक आफ्नो छलफल गरिरहेका छौँ, विवाद गरिरहेका छौँ, वाद विवाद गरिरहेका छौँ। तर मलाई चाहिँ कस्तो पनि लागिरहेको छ भने ज्ञान के को लागि त होइन, ज्ञानको उपाध्याय त के हो? लिम्बुवान अध्ययन केन्द्रले विभिन्न ज्ञानहरू अध्ययन गरेर अनुसन्धान गरेर यसको उपादेयता त के, यो के का लागि भन्ने पनि त हामीले सोच्नुपर्छ होला नि। यदि यसरी सोचिरहँदा मलाई कहिले चाहिँ कस्तो रमाइलो लाग्छ भने हेर्नुहोस् है, तपाईँ हामी सबैले एउटा सुनेका छौँ रमाइलो वास्तविकता यो पोटेम्किन भिलेज भन्ने सुन्नुभएको छ। पोटेम्किन भिलेज हामीले सुनेका छौँ। यो पोटेम्किन भिलेजमा मलाई आफूले चाहिँ पोटेम्किन भिलेजमा बसिराखेको हो कि जस्तो पनि अनुभव हुन्छ है। किनभने इतिहासकालमा एउटा पोटेम्किन भन्ने जेनरलले चाहिँ आफ्नो राजा रानीलाई खुसी बनाउनका एउटा नक्कली गाउँ पोटेम्किन नक्कली गाउँ बनाएको थियो अरे पोटेम्किन भन्ने जेनरलले। त्यसै उनकै नामबाट पोटेम्किन भिलेज भयो। अब यो त गाउँ त नक्कली थियो नि वास्तविक केन्द्र। उसले त राजा रानीलाई खुसी बनाउनु थियो होइन। मैले किन आफूलाई पोटेम्किन भिलेजमा बसिरहेको छु भने एकातिर ज्ञान होइन, हामी ज्ञानको अध्ययन गरौँ, अन्वेषण गरौँ के हो होइन, सबै सापेक्ष ल्याउँ, सत्य तथ्य के हो होइन, खोज्दै जाउँ भनेर अन्वेषण पनि गरौँ भनेर भनिरहेको छु। अर्कोतिर मलाई चाहिँ किन पोटेम्किन भिलेजमा बसेको अनुभव हुन्छ भने हामी भन्छौँ कसैले हामी किराँत सभ्यताबाट आएका भन्छौँ, हामीको चाहिँ साबा हेताङका सन्ततिहरू, हामी यी भूमिपुत्र यी उत्पत्ति भएका पनि भन्छौँ, हामी आफ्नै संस्कृति सभ्यता छ भन्छौँ, हामी त्यहाँको मूलवासी हुन्छौँ, त्यहाँको भूमिपुत्रहरू भन्छौँ, त्यो हाम्रो भूमिहरू भन्छौँ। तर अहिले झ्याट्ट बिउजेर हेर्दा त यु आर स्टेटलेस, यु आर पावरलेस। तपाईँको संस्कृतिसँग त्यहाँ सोभरिनिटी छैन। तपाईँ आफूलाई त साबा यथाङको सन्तति भन्नुभयो, ल भयो किराँत सभ्यताबाट आएको भन्नुभयो होइन, मेरो भूमि भन्नुभयो। तर तपाईँसँग त्यहाँ अहिले डिसिजन गरेर आफ्नो जल जमिन र आकाशमा त्यहाँ तपाईँको निर्णय गर्ने अधिकार छैन। यु हेभ नो पावर। मैले खै त हामी साबा यताङको सन्तति भएर मेरो भूमि भनेर के भयो? तपाईँ किराँत सभ्यताबाट आएर त्यहाँ बसेर होइन म मेरो सभ्यता यति लामो छ, यस्तो सब विकसित भएर बसेको भनेर के भयो त? खै त होइन। पावर खै हामीले पावर बुझ्यौँ कि अहिले सबै कुरा डिसिजन गर्ने पावर हो। तपाईँको त्यो पोलिटिकल पावर छ त? अहिले साबा यथाङको सन्ततिको भन्नुहोस् किराँत सभ्यताबाट आएको लिम्बू याक्थुङहरूको त्यहाँ पोलिटिकल पावर छ त तपाईँको प्रदेशमा, तपाईँ बसेको ठाउँमा? तपाईँ आफ्नो भूमि भन्नुहुन्छ, तर तपाईँ जल जमिन र आकाशको निर्णय गर्ने बेला तपाईँको हातमा छैन। तपाईँ अर्को पावरको डेफिनेसनमा अहिले इकोनोमिकल पावर छ, त्यहाँ तपाईँको इकोनोमिकल पावर छ त? छैन। अब अर्को पावरमा आउँछ अहिले आइडियोलोजिकल पावर भन्छ, त विचारधाराको पावर भन्नु। तपाईँ भन्नु होला मेरो मुन्धुम छ, कति अगाडिदेखि मुन्धुम छ, तर तपाईँको त्यहाँ राज्यको मूलधारमा तपाईँको मुन्धुम चाहिँ प्रतिबिम्बित छ त? छैन। राज्य तपाईँको मुन्धुम अनुसार चलेको छ त? राज्यले तपाईँको मुन्धुमलाई समेट्न सकेको छ त? छैन। त्यसैले गर्दा मलाई चाहिँ यो बस्न मेरो अब त्यहाँको सन्तति भूमिपुत्र आदिवासी भन्छौँ, तर त्यहाँ हाम्रो पोटेम्किन भिलेजमा बसे जस्तो यसैले मलाई अनुभव भएको मेरो यो व्यक्तिगत विचार पनि हुनसक्छ। यहाँलाई कस्तो लाग्छ म सुन्दै गरौँला। अब मेरो काम चाहिँ आज यहाँहरूको यो आज विष्णुदत्त सरस्वती आङ्गोङ प्राज्ञिक कोष वृद्धि साथसाथै पुरस्कार वितरण समारोहमा यहाँहरूले आफ्नो अमूल्य समय दिएर यसरी आफ्नो गरिमामय उपस्थिति जनाइदिनु भएकोमा म चाहिँ मेरो तर्फबाट यो लिम्बुवान स्टडी सेन्टर लिम्बुवान अध्ययन केन्द्रको तर्फबाट म यहाँहरूको गरिमामय उपस्थितिलाई यो चाहिँ आज एकदम यो उपलब्धिमूलक होस् र सुखमय पनि होस् भन्दै स्वागत गर्दै म चाहिँ यहाँहरूबाट बिदा चाहन्छु। Limbungan dan Kementerian Tema Kegiatan Tata Isu Tata Saraswati Anwar
प्राज्ञिक कोषको नियमावली 2013 अनुसार सञ्चालन हुने गरी खानपान खाद्यजम स्थायी खाद फलो भई हाल क्यालगरी क्यानाडामा रहनुभएका श्री विश्वदत्त अङ्गवान तथा सरस्वती अङ्गवान परिवारबाट विश्वदत्त सरस्वती अङ्गवान पार्टी कोषका लागि 2 चरणमा रु 30 लाख, दोस्रो चरणमा 20 लाख र आज तेस्रो चरणमा रु 50 लाख कोष बढाई जम्मा 1 करोड रुपैयाँ लिम्बुवान अर्जुन केन्द्रलाई प्रदान गर्नुभएको घोषणा गरिन्छ। यसपछि हाम्रो कोषदाता श्री विष्णुदत्त आङ्गवान, यसै गरी हाम्रो दाता विष्णुदत्त आङ्गवानज्यूको हातबाट हाम्रो अध्यक्ष श्री भगिराज इङनामज्यूलाई 50 लाखको चेक प्रदान गरेर प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हार्दिक धन्यवाद। कोषदाता हाम्रो दाता विष्णुदत्त आङ्गवान सर तथा सरस्वती म्याडम सम्पूर्ण उहाँको परिवारलाई। यसै गरी अब हाम्रो दाताको तर्फबाट मन्तव्य राखिदिनको लागि म आजका हाम्रो पुरस्कार विजेता पुस्तकका लेखक श्री स्वर्गीय कृष्ण विक्रम नेमाङज्यूलाई उहाँको बिहाफमा उहाँका सुपुत्र धर्मेन्द्र विक्रम, यसै गरी उहाँको सुपुत्री विनिता नेमाङज्यूलाई पुरस्कार लिइदिन हुन अगाडि आइदिनु हुन अनुरोध गर्दछु। यसै गरी यो पुरस्कारमा लेखिएको बेहोरा यस प्रकार रहेको छ। लिम्बुवान अध्ययन केन्द्र ललितपुर सुम्लुङ टिकादेव सोभाइजी, ललितपुर स्वर्गीय कृष्ण विक्रम लिम्बा पान्थर, हाल ललितपुर महानगरपालिका 26 लिम्बू र लिम्बुवान क्षेत्रको इतिहास, आदिवासी ज्ञान, सिप, राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक विषयहरूमा विवेचनात्मक अनुसन्धान र ज्ञान अभिवृद्धि गर्नका लागि महत्त्वपूर्ण योगदान भूमिका निर्वाह गर्दै उत्कृष्ट प्रकाशित पुस्तकलाई पुरस्कृत गर्ने गरी स्थापना भएको विष्णुदत्त सरस्वती आङ्गवान प्राज्ञिक पुरस्कार 2080 तपाईँको कृति लिम्बू इतिहास ब्राकेट तिब्बती लेप्चाको सेन रायलाई प्रदान गर्दछौँ। बिना खालिद राई लिम्बू सचिव लिम्बुवान अध्ययन केन्द्र, प्राडा युवराज लिम्बू संयोजक लिम्बुवान अध्ययन केन्द्र, भगिराज इङनाम अध्यक्ष लिम्बुवान अध्ययन केन्द्र, प्रमुख अतिथि माननीय बैरागी काइला पूर्व कुलपति पट्टी नेपाल प्रज्ञा प्रतिष्ठान। हार्दिक धन्यवाद। यस पुरस्कार छनौट समितिमा संयोजन प्राडा युवराज लिम्बूले गर्नुभएको थियो। यसै गरी सदस्य सचिव सृजना सुब्बा मन्याङ्बो, सदस्य डाक्टर सबिना लिलेकु, सदस्य श्री द्वारिका थेबे र सदस्य श्री कमल मादेन हुनुहुन्थ्यो। हार्दिक धन्यवाद तथा बधाई पुरस्कृत परिवारलाई पुरस्कृत कृतिलाई हार्दिक बधाई छ। आज यस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरू, मेरो सम्बोधन चाहिँ 6 मिनट 7 मिनट जति लाग्छ होला, त्यतिसम्म चाहिँ अब धैर्य गरिदिनु होला। र अब म चाहिँ यो लिम्बू भाषा संस्कृतिको अब उन्नति प्रगतिको लागि नै अब के अरे काम गरिरहेको र काम गर्ने विचार भएको हुनाले अब आफ्नो भाषाको उन्नति प्रगति चाहिँ चाहने, तर अब लिम्बू भाषा चाहिँ नबोल्ने,
यो चाहिँ अलिकति मेल नखाने हुनाले अब हामीले हाम्रो भाषा बोलेनौँ भने हाम्रो भाषा मर्छ, यो सबैलाई अवगत भएकै कुरा हो। त्यस हुनाले छोटो भए पनि सम्बोधन चाहिँ म लिम्बू भाषामा गर्न चाहन्छु, त्यस पछाडि अनि नेपाली भाषामा सम्बोधन गर्छु। कन थिम्बेवा थिम्बे दाङबा तुमतरे ताङ्ना सिंह यम्बुलुङ दाङबा तुतु बैरागी काइला। चस्मा नल्याएको हुनाले समस्या भयो, बिर्स्यो के हाङ यम्बु तुतुगेन तुम्याहाङ तरेबा तरेमा कन थिम्बे ओ केजुम्बा केरेक तुतुगेन तुम्याहाङ याक्लागेन सोहाङमा नालिगेन हाङबेन्नु सिसागेन मेन्थिम हाओ लुङमेन्दिम सेवारो। यस समारोहका अध्यक्षज्यू, प्रमुख अतिथि कुलपति बैरागी काइलाज्यू, विशिष्ट अतिथिज्यूहरू र उपस्थित सम्पूर्ण महानुभावहरू, विष्णुदत्त सरस्वती आङ्बुवाङ प्राज्ञिक पुरस्कारबाट पुरस्कृत हुने इतिहासकार स्वर्गीय कृष्ण विक्रम नेम्बाङज्यूका प्रतिनिधिज्यू, यस कार्यक्रममा उपस्थित सम्पूर्ण विद्वत एवं सञ्चारकर्मी मित्रहरूमा हार्दिक नमस्कार। मेरो पुर्ख्यौली थलो साबिक हाङपाङ गाविस 7 हाल 8 त्रिवेणी गाउँपालिका 3 ताप्लेजुङ हो। जीवनको उकाली ओह्रालीमा नेपालमा रहँदा विभिन्न विद्यालयमा अध्यापन गरे। विक्रम सम्वत 2032 सालबाट 2041 सालसम्म नेपाल सरकारको अधिकृत सेवामा रहे। विक्रम सम्वत 2059बाट क्यानाडाको क्यालगरी सहरमा सपरिवार बसोबास गर्दै आइरहेको छु। हरेक देशका नागरिकको आफ्नो मातृभूमिप्रति बिछट्टै माया मोह र स्नेह हुन्छ। आफ्नो रोजीरोटी र जीवनयापन तथा अध्ययनका लागि नेपालीहरू पनि विभिन्न मुलुकमा रहेका छन्, बसेका छन्। जहाँ रहे बसे तापनि आफ्नो जन्मथलोप्रति प्रेमले ओतप्रोत भई नेपाल माताको स्नेहमा आफ्नो परिश्रमको केही अंश मातृभूमिमा केही न केही गर्न नेपालीहरू लागि परेका छन्। नेपालमा 123 जाति तथा 125 भाषाभाषी भएको बहुजातीय एवं बहुसांस्कृतिक विशेषता भएको सुन्दर मुलुक हो। हरेक जातिको मूर्त अमूर्त सम्पदा, इतिहास, भाषा, संस्कृति र लिपिहरू नेपालका अमूल्य निधि हुन्। यिनीहरूको सही पहिचान र संरक्षण सम्वर्धन हुन सक्दा यसले सिङ्गो नेपालको इतिहास, भाषा, लिपि तथा संस्कृतिको अभिलेखन र जगेर्नामा सहयोग पुगी नेपालीको एकीकृत इतिहास लेखन र संरक्षणमा मद्दत पुग्दछ। माथि उल्लेख गरिएका सम्पूर्ण
कार्य राज्य पक्षबाट गरिनुपर्ने हो। तर नेपालका शासक वर्गले पञ्चायत कालभर एक जाति एक देश एक भाषाको नारा दिएर आदिवासी जनजातिको इतिहास, धर्म, संस्कार, संस्कृतिलाई बेवास्ता तथा उपेक्षा गरे। पिछडिएका, यहाँ एउटा चाहिँ गल्ती हुनुभयो, एक जाति एक भाषा एक धर्म भन्नु पर्यो, एक देश त सबैको एउटै हुन्छ। पिछडिएका जाति र वर्गको इतिहासलाई ओझेलमा पार्दै एकल धर्म, एकल इतिहास, भाषा र संस्कृतिलाई मात्र प्रोत्साहन गर्दै अन्य जाति तथा समुदायलाई निषेध जस्तै गरियो। देशमा जनआन्दोलन भई बौद्धले व्यवस्थाको प्रादुर्भाव भयो, राजतन्त्र उन्मूलन भई गणतन्त्र आयो। नेपालको संविधान 2072 को प्रस्तावनामा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरिने उल्लेख भयो तापनि सो कागजी रूपमा मात्र सीमित भई शासक वर्गको रवैया पञ्चायतकालभन्दा फरक रहेन। विभिन्न वृत्ति प्रदान गर्न सकियोस्। यसै उद्देश्यले यस्तो कार्य गर्नेलाई प्रत्येक वर्ष अनुसन्धान वृत्ति र 2 वर्षमा कदर र सम्मान स्वरूप पुरस्कार पनि विष्णुदत्त सरस्वती आङ्गवाङ प्राज्ञिक कोष। यस्तो उद्देश्यले यस्तो कार्य गर्नेलाई प्रत्येक वर्ष अनुसन्धान वृत्ति र 2 वर्षमा कदर र सम्मान स्वरूप पुरस्कृत गर्न विष्णुदत्त सरस्वती आङ्गवाङ अनुसन्धान वृत्ति र सम्मान स्वरूप पुरस्कृत गर्न विष्णुदत्त सरस्वती आङ्गवाङ प्राज्ञिक कोष स्थापना गरिएको छ। त्यस्तै उपरोक्त क्षेत्रमा खोज अनुसन्धानका लागि विष्णुदत्त सरस्वती आङ्गवाङ अनुसन्धान वृत्ति स्थापना गरी प्रत्येक वर्ष बढीमा 2 जना महिला पुरुषलाई अनुसन्धान वृत्ति प्रदान गरिँदै आएको छ। यस वर्षदेखि किराँत याक्थुङ चुम्लुङ र लिम्बुवान अध्ययन केन्द्रले महत्त्वपूर्ण ठानेको कुनै विषयमा अनुसन्धान, अध्ययन तथा लेखनको कार्य गर्नु परेमा लिम्बू जातिको इतिहास, संस्कृति, भाषा र लिपिका कुनै पनि विद्वानलाई सोझै विद्वत वृत्ति दिने प्रक्रियालाई पनि अगाडि बढाइएको छ। उपरोक्त कार्यको लागि म र मेरो श्रीमती सरस्वती कार्की आङ्गवाङबाट किराँत याक्थुङ चुम्लुङ अन्तर्गत लिम्बुवान अध्ययन केन्द्रले सञ्चालन गर्ने गरी विष्णुदत्त सरस्वती आङ्गवाङ प्राज्ञिक पुरस्कार र विष्णुदत्त सरस्वती आङ्गवाङ अनुसन्धान वृत्ति प्रदान गर्न सुरुमा रु 30 लाख मूल कोष राखेको थिएँ। पछि सो रकममा 20 लाख थप गरी 50 लाख पुर्याइएको थियो र यो रकममा आज 50 लाख थप गरी जम्मा रु 1 करोड पुर्याइएको कुरा सहर्ष जानकारी गराउन चाहन्छु। यसरी आफ्नो समुदायको लागि प्राज्ञिक कोषमा रु 1 करोड पुर्याउन सकेकोमा मलाई निकै नै हर्षको अनुभव भएको छ। यसलाई किराँत याक्थुङ चुम्लुङ अन्तर्गत लिम्बुवान अध्ययन केन्द्र र समुदायले अनन्तकालसम्म प्रभावकारी रूपमा सञ्चालन गरेर
आफ्नो जाति समुदाय र मुलुकका लागि नै यस क्षेत्रमा केही योगदान गर्न सक्नेछन् भन्ने आशा र विश्वास लिएको छु। हामीले स्थापना गरेको प्राज्ञिक पुरस्कार सही व्यक्ति र कृतिले पाउन् र उहाँहरू यस्तो कार्यमा उत्प्रेरित भई निरन्तर लागि परुन् भन्ने अभिलाषा रहेको छ। आज पुरस्कृत हुनुहुने इतिहासकार कृष्ण विक्रम नेम्बाङ माङको काखमा लीन भई हामी बीच हुनुहुन्न। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। उहाँको भौतिक शरीर नभए पनि उहाँले विगतमा प्रकाशन गर्नुभएको पुस्तकको याकथुङ लिम्बू समुदाय र इतिहासमा रुचि राख्ने जो कोही पाठकहरू लाभान्वित भई ज्ञान आर्जन गर्न सक्दछन् र सकिन्छ। आज पुरस्कृत हुने विद्वान लेखकलाई मरणोपरान्त भए पनि सम्मान गर्न पाउँदा हामी आफै पनि सम्मानित भएको महसुस भएको छ। उहाँ र पुरस्कृत उहाँका प्रतिनिधि परिवारलाई हार्दिक बधाई दिन चाहन्छु। अन्तमा हालसम्म अनुसन्धान वृत्ति र पुरस्कार प्रदान भई प्राप्त भएको नतिजाको जानकारीको आधारमा कोषको मूल उद्देश्य केही हदसम्म पूर्ति भएको महसुस भएको छ। निजहरूको योगदानलाई कदर गर्दै आगामी दिनमा उहाँहरूको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। विष्णुदत्त सरस्वती आङवाङ प्राज्ञिक पुरस्कार तथा अनुसन्धान वृत्तिको स्थापनाले लिम्बुवान क्षेत्रको भूमि, भाषा, संस्कृति, सिप, ज्ञान र लुप्त रहेको इतिहास खोजबिन गर्न अनुसन्धाताहरूलाई उत्प्रेरणा र प्रोत्साहन हुने आशा र विश्वास लिएको छु। यसबाट याकथुङ लिम्बू जातिबारे जान्न र बुझ्न चाहने सबैलाई मद्दत पुग्ने र नेपालको बहुसंस्कृति विशेषताको सम्मान र सम्बोधन गर्दै एकीकृत इतिहास लेखनमा सहयोग पुग्दछ भन्ने आशा र विश्वास लिएको छु। अन्तमा यो स्थापित कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न किराँत याकथुङ चुम्लुङ लिम्बुवान अध्ययन केन्द्र तिनका सबै पदाधिकारी तथा सदस्यहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। यसै गरी यस कोषबाट अनुसन्धान वृत्ति, विद्वत वृत्ति र पुरस्कार पाउने सबै विद्वान विदुषीहरूलाई हार्दिक बधाई दिँदै उहाँहरूको थप प्रगति र योगदानको अपेक्षा गर्दछु। साथै सबै नयाँ पुस्ताका विद्वान विदुषीहरूले यस कोषबाट निरन्तर प्रदान गरिने वृत्ति तथा पुरस्कारबाट सम्मानित हुन हरदम प्रयास गर्नुहुनेछ भन्ने पनि आशा र आह्वान गर्दछु। धन्यवाद। नोगेन सेवारो। अब
त्यसपछि प्राज्ञिक पुरस्कार विजेता पुस्तकको परिचयको क्रममा छौँ। यस पुस्तकमा लेखिएका क्रक्स कुराहरूलाई हाम्रो डिबी आङवाङज्यूले छोटो मन्तव्यको लागि श्री डिबी आङवाङज्यूलाई। Nogen kon timberen ijak cukma dina kaling cemcem ain ba timberen jumlung dangba tum tareba yambalung ba pairai kaila adangbi hekeng kereku lokilo ba adang badang siu lungmenting siwaru कार्यक्रम का अध्यक्ष ज्यू प्रमुख अतिथि कोच दाता विष्णुता आङवाङ र पुरस्कृत व्यक्तित्व कृष्ण विक्रम नेम्बाङका परिवारजन र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू र सम्पूर्ण सहभागी महानुभावमा लुङमेन्दिङ सेवाहरू म छोटकरीमा आज विष्णुता सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कारबाट पुरस्कृत हुनुभएका स्वर्गीय कृष्ण विक्रम नेम्बाङको संक्षिप्त परिचय प्रस्तुत गर्न अनुमति चाहन्छु। कृष्ण विक्रम नेम्बाङ लिम्बन पान्थरको साबिक पावर सार्तापमा जन्मी सोही गाउँ र दार्जिलिङमा शिक्षा लिएर विक्रम सम्वत 2017 सालको सशस्त्र क्रान्तिको नेतृत्व गर्दै नेपालमा प्रजातन्त्र बहुदलीय व्यवस्थाका लागि लडेका एक राजनीतिक नेतृत्व हुन्। उहाँले 2059 सालदेखि राजनीतिबाट स्वघोषित छुट्टी लिएर इतिहास अध्ययन र लेखनको साधनामा लाग्नुभयो। स्वर्गीय नेम्बाङले इतिहास सम्बद्ध जम्मा 7वटा किताबहरू लेखेर प्रकाशित गर्नुभएको छ। स्वर्गीय कृष्ण विक्रम नेम्बाङको जन्म 1998 साल चैत्र 6 गते भएको थियो। यो वास्तविक जन्म हो र दस्तावेजमा 2001 साल चैत्र 6 गते हुनुपर्छ। उहाँको जन्मस्थान साबिक पावर सार्ता गाविस 1 पौवा गाउँ पान्थर हो, हाल फालुनन्द गाउँपालिकामा पर्दछ। उहाँको असामयिक निधन 80 वर्षको उमेरमा 2080 साल मङ्सिर 3 गते आइतबार साँझको 5:53 बजे हरिसिद्धि क्यान्सर अस्पतालमा निधन भएको थियो र उहाँको सद्गत कार्य मङ्सिर 4 गते भएको थियो। उहाँले आफ्नो विद्यार्थी कालदेखि नै विशेष गरी देशमा व्याप्त राणा शासनको विरुद्धमा आफ्नै गाउँमा रहँदा आफ्ना गुरुहरूको अथवा गाउँको परिस्थितिले मागेर थाहै नपाई एउटा खेल खेले जस्तो गरेर उहाँ एउटा राजनीतिक आन्दोलनमा होमिनुभयो। यसरी होमिनु भएपछि लाग्दै गर्दा उहाँ 2017 सालमा धनकुटामा जेल पर्नुभयो। 2026 सालदेखि उहाँ भूमिगत रहनुभयो। 2052 सालसम्म भारतको नक्सलबाडीमा प्रवास रहनुभयो। 2046 सालमा जनमत सङ्ग्रहमा बहुदलको पक्षमा सक्रिय रहँदा यासोक काण्डमा मुद्दा लाग्यो उहाँलाई। 2039 सालमा नेपाली काङ्ग्रेस 5 तर जिल्ला तदर्थ समिति सदस्य हुनुभयो। 2046 सालमा नेपाली काङ्ग्रेस 5 तर जिल्ला कार्य समिति सहसचिव हुनुभयो। 2048 सालमा नेपाली काङ्ग्रेस 5 तर जिल्ला कार्य समिति सचिव तथा महाधिवेशन प्रतिनिधि हुनुभयो। 2052 सालमा नेपाली काङ्ग्रेस 5 तर जिल्ला कार्य समिति सचिव तथा महाधिवेशन सदस्य हुनुभयो। यसैगरी 2057 सालमा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि हुनुभयो। 2058 सालमा नेपाली काङ्ग्रेस 5 तर जिल्ला कार्य समिति सदस्य हुनुभयो। 2059 सालबाट राजनीतिबाट निष्क्रिय भई इतिहास अध्ययन र लेखनमा प्रवेश गर्नुभयो। उहाँको इतिहास लेखनमा सबैभन्दा पहिलो कृति रहेको थियो पाँचथरमा 46 सालको जनआन्दोलन एक संस्मरण। यो 2058 सालमा प्रकाशित भएको थियो, जसको प्रकाशन एकराज विक्रम नेम्बाङले गर्नुभएको थियो। अर्को दोस्रो कृति आक्षेप र पाठक प्रतिक्रिया रहेको थियो। यो 2067 सालमा प्रकाशित थियो, जसको प्रकाशन दिलेन्द्र नेम्बाङले गर्नुभएको थियो। यसको दोस्रो संस्करण 2072 सालमा भीमकुमारी नेम्बाङबाट प्रकाशित भएको थियो। त्यसै गरी अर्को कृति रहेको थियो तेस्रो 17 सालको क्रान्तिको सम्झना। यो 2071 सालमा प्रकाशित भएको थियो। प्रकाशकमा अर्पणा नेम्बाङ र हाङसुन्दर लाउती हुनुहुन्थ्यो। यसको दोस्रो संस्करण 2076 सालमा प्रकाशित भएको थियो। यसको प्रकाशक ओरिएन्टल पब्लिकेसन काठमाडौँ रहेको थियो। त्यसै गरी अर्को चौथो कृति डायरीमा बेलायत थियो। यो 2071 सालमा प्रकाशित भएको थियो। यसको प्रकाशकमा हेमबहादुर लिम्बू र विनिता नेम्बाङ हुनुहुन्थ्यो। त्यसै गरी पाँचौं कृति स्मृतिमा बिपी आन्दोलन
2073 सालमा प्रकाशित भएको थियो। यसको प्रकाशक श्रीमती भीमकुमारी नेम्बाङ र भूपू मन्त्री नरेन्द्र विक्रम नेम्बाङ हुनुहुन्थ्यो। त्यसै गरी 6औं कृति इतिहास पहिचान रहेको थियो। इतिहास पहिचान प्राचीन नेपाल किराँत र लिम्बू इतिहास, यो 2078 सालमा प्रकाशित भएको थियो। यसको प्रकाशक मुन्दुम एकाडेमी रहेको थियो। त्यसै गरी अर्को उहाँको 7औं कृति लिम्बू इतिहास तिब्बती लेप्चा कोच सेन र राय सम्बन्ध रहेको थियो। यो 2080 सालमा प्रकाशित थियो र प्रकाशक मुन्दुम एकाडेमी, जुन कृतिले यो वर्षको यो प्राज्ञिक पुरस्कार प्राप्त गरेको छ। सँगै उहाँले विभिन्न पत्र पत्रिका र न्युज पोर्टलहरूमा विभिन्न लेख रचनाहरू र अन्तर्वार्ताहरू दिनुभएको छ, प्रकाशित गर्नुभएको छ। त्यसै गरी उहाँको एक प्रकाशनमा कृति याक्थुङ लिम्बू इतिहासको रूपरेखा भन्ने रहेको छ। यो सहलेखनमा प्रकाशित हुनेवाला छ। उहाँको मरणोपरान्त कृष्णविक्रम नेम्बाङले हिँडेको क्रान्तिको बाटो 2082 प्रकाशित भएको छ। यो पहिलेका 3वटा कृतिको संयुक्त पुनर्प्रकाशन र सङ्गालो हो। यसका सम्पादक धर्मेन्द्र नेम्बाङ र प्रकाशक कृष्ण तेज स्मृति केन्द्र नेपाल रहेको छ। यसरी यो विभिन्न कृतिहरू लेख्दै उहाँले अन्तिममा लिम्बू इतिहास, तिब्बती लेप्चा कोच सेन र राय सम्बन्ध उहाँले प्रकाशन गर्नुभएको थियो। यसमा विशेष गरी लिम्बू जातिको इतिहास चाहिँ खुट्याउने बेलामा धेरैले लिम्बूलाई देख्ने बित्तिकै लिम्बू त लेप्चा हो भनिदिन्छन्, कसैले लिम्बूले देख्ने लिम्बू त तिब्बती भनिदिन्छन्, लिम्बू त राय हो, हिजोअस्तिसम्म पुरानो कागजमा राय लेखियो भनिदिन्छन्, लिम्बू त सेन हो भनेर लिम्बू आफूले सेन पनि भन्न गइरहेको अवस्थामा आफू को हुँ भन्ने प्रश्नाउनुको लागि आफूसँग नजिक सम्बन्ध रहेका छिमेकीहरूसँगको सम्बन्धलाई खुट्याउन आवश्यक छ भन्ने हिसाबले यो किताब लेख्नु भएको थियो र यसले केही हदसम्म सो सम्बन्धलाई खुट्याउन मद्दत गरेको थियो भन्ने लाग्दछ। अब यसै सन्दर्भमा यो प्राज्ञिक पुरस्कार सबैभन्दा पहिलो विजय लुम्फुवालाई प्रदान गरिएको थियो, लिम्बुवान आन्दोलन विकास क्रम विगत र वर्तमान भन्ने यो किताब। दोस्रो पुरस्कार प्राप्त गरेको थियो यो डाक्टर मारवाङ खबाङ लिखित लिम्बू लिखित डिलिङ्किङ रिलिङ्किङ एन्ड लिङ्किङ राइटिङ एन्ड रिटोरिक्स भन्ने, र तेस्रो पुरस्कार चाहिँ लिम्बू इतिहासले प्राप्त गरेको छ। यसरी इतिहासकारी कृष्णविक्रम नेम्बाङले एक कृति लिम्बू इतिहास तिब्बती लेप्चा कोच सेन र राय सम्बन्धलाई विष्णुदत्त सरस्वती आङबुङ प्राज्ञिक पुरस्कार 2081 समर्पण गरिएकोमा लिम्बुवान अध्ययन केन्द्र, विष्णुदत्त सरस्वती आङबुङ प्राज्ञिक पुरस्कार कोष, छनौट समिति र दाताप्रति यस कृतिको एक सम्पादकको नाताले हार्दिक आभार प्रकट गर्दछु। साथै मरणोपरान्त पुरस्कार प्राप्त गर्ने स्वर्गीय नेम्बाङप्रति पुनः हार्दिक श्रद्धा सुमन र समर्पित पुरस्कार ग्रहण गर्ने नेम्बाङका परिवारजनप्रति हार्दिक बधाई दिँदै यो संक्षिप्त परिचय यहीँ अन्त्य गर्दछु। धन्यवाद। सेवारो हार्दिक धन्यवाद दिदी सर। यसपछि म अतिथि आसन ग्रहणलाई अलिकति जोड्छु। हाम्रो लिम्बुवान अध्ययन केन्द्रका सल्लाहकार प्राडा महेन्द्र लाउती पाल्नुभएको छ। उहाँलाई यथास्थानमा अतिथि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी संविधान सभा सदस्य माननीय राजकुमार नाल्बु सर आउनुभएको छ। उहाँलाई पनि यथास्थानमा अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यसपछि हामी पुरस्कार विजेता पुस्तक लेखकको परिवारको तर्फबाट छोटो मन्तव्य राख्नको लागि उहाँको परिवार छोरा धर्मेन्द्र विक्रम नेम्बाङज्यूलाई हार्दिक अनुरोध गर्दछु। लिम्बुवान अध्ययन केन्द्रले आयोजना गरेको यस पुरस्कार वितरण कार्यक्रमका अध्यक्ष एवं लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष, मदन पुरस्कार विजेता इतिहासकार आदरणीय भगिराज इङनामज्यू, हाम्रो परिवारका अत्यन्त उच्च सम्मानित व्यक्तित्व आदरणीय बैराई काइलाज्यू प्रमुख अतिथि हुनुहुन्छ आज। किराँत याक्थुङ सुम्लुङ सङ्घीय अध्यक्ष प्रेम एक्तेन्ज्यू,
आज हाम्रो परिवार अर्थात् कृष्ण विक्रम नेम्बाङको पुस्तक लिम्बुवान इतिहासमाथि पुरस्कृत गरिदिनु भएको छ। यसका सदस्यहरू हुनुहुन्छ, आउनुभएको छ जेठी दिदी विनिता नेम्बाङज्यू, कान्छी बहिनी अर्पणा नेम्बाङज्यू, भेना हुनुहुन्छ हेम लिम्बुज्यू। उपस्थित हुनुभएका लिम्बुवान अध्ययन केन्द्रका पूर्व अध्यक्ष महेन्द्र लाउतीज्यू, सङ्घीय संसद संविधान सभा सदस्य राजकुमार नाल्बुज्यू लगायत सम्पूर्ण उपस्थित आदरणीय अग्रज महानुभावहरू, महिलाहरू, पत्रकारहरू, बौद्धिक वर्गहरू, किसानहरू लगायत सम्पूर्ण उपस्थित रहनुभएका आदरणीय महानुभावहरू, यो उपस्थितिको म सर्वप्रथम सम्मान गर्न चाहन्छु, सर्वप्रथम श्रद्धा व्यक्त गर्न चाहन्छु। आज स्वर्गीय पिताजी कृष्ण विक्रम नेम्बाङलाई सम्झिदिनुभयो लिम्बुवान अध्ययन केन्द्रले। उहाँ हुनुहुन्न, यो तपाईहरूले सम्झिदिनु भएको कुरोले हामीलाई, हाम्रो परिवारलाई के लाग्यो भने उहाँको सङ्घर्षपूर्ण जीवन, उहाँको एउटा क्रान्तिकारी जीवन अथवा उहाँको एउटा शास्तिपूर्ण जीवन सार्थक भएको हो कि, अथवा उहाँको जीवन सार्थकतातर्फ प्रवेश गरेको हो कि भन्ने लाग्यो तपाईहरूले सम्झिदिनु भएको हुनाले। यसकारण हामी हाम्रा परिवारको तर्फबाट यस पुरस्कार ज्ञापन गर्नुहुने लिम्बुवान अध्ययन केन्द्रका प्रति आभार व्यक्त गर्न चाहन्छौँ। यसका प्रति हामी धन्यवाद व्यक्त गर्न चाहन्छौँ। अब यो पुरस्कार जो विष्णुदत्त सरस्वती आङबुहाङ ज्यूहरूले स्थापना गर्नुभएको छ, 1 करोडको राशि राखिदिनु भएको छ। लिम्बुवान अध्ययन केन्द्रलाई सदैव अगाडि जाने एउटा बाटो खोलिदिनु भएको छ। यस्तो दाताको लागि छुट्टै शब्दहरू चयन गर्नुपर्छ होला भन्ने मलाई चाहिँ लाग्यो, किनभने मुन्धुमबाट कतै तपाईँहरूले कुनै उपमा ल्याउन सक्नुहुन्छ कि, अथवा कहीँबाट त्यस्तो उपमा ल्याउन सक्नुहुन्छ कि, अथवा नयाँ उपमा बनाउनुहुन्छ कि उहाँ त्यो एउटा दान पारमिता भन्छ बौद्ध दर्शनमा 6 पारमिता मध्ये एउटा दान पारमिताको लेभल पार गर्नुभएको एउटा व्यक्तित्व जस्तो लाग्यो। उहाँमाथिको प्रशंसा युगले गरिरहनुपर्छ। उहाँका लागि म यति नै भन्न चाहन्छु। स्वर्गीय पिताजी कृष्ण विक्रम नेम्बाङलाई सम्झँदै म थोरै कुरोहरू आज तपाईँहरू समक्ष राख्न चाहन्छु। विशेष गरी उहाँको जीवनका केही कालखण्डहरू छन्। एक समयमा उहाँ विद्यार्थी हुनुहुन्थ्यो, त्यस पछाडि उहाँ अनायासै पञ्चायती व्यवस्थाको विरुद्ध हतियार उठाउनुभयो। पञ्चायती व्यवस्थाको विरुद्ध हतियार उठाउनको लागि उहाँलाई कसैले प्रेरित गरेको थिएन। त्यसबेला पञ्चायत व्यवस्था पनि लागू भइसकेको थिएन, राजा मात्रै अगाडि आएको थियो, फ्रन्टमा आएको थियो। 19 सालको संविधानले मात्रै पञ्चायत व्यवस्थालाई व्यवस्थित गर्यो र पञ्चायत विरुद्धको क्रान्ति आन्दोलन सङ्घर्षहरू छेड्यो। कङ्ग्रेस पार्टीले पनि त्यसबेला सत्याग्रह गर्ने धम्कीपूर्ण पर्चाहरू मात्रै वितरण गरिरहेको थियो। तर उहाँ चाहिँ दार्जिलिङबाट पुस 1 गतेको घटना पछाडि पुस 4 गते दार्जिलिङ
को चोकमा भाषण गरेर उहाँ चाहिँ नेपालमा प्रवेश गर्नुभयो। अनायासै उहाँहरूले सैनिकहरू निर्माण गरेर, त्यति बेलाका जनक्रान्ति सेनाहरू निर्माण गरेर क्रान्ति सुरु गर्नुभयो। त्यसले गर्दा उहाँ जीवनभर बागी हुनुभयो। त्यही कुरोलाई पुष्टि गर्नको लागि जीवनभर लाग्नुभयो। आफूले गरेको कर्महरूलाई अथवा आफूले लाग्नु भएको विचारहरूलाई अथवा आफूले जुन कुराको लागि उहाँ लड्न सुरु गर्नुभयो त्यो कुराहरूलाई पुष्टि गर्नको लागि उहाँ जीवनभर लाग्नुभयो। उहाँले पछि गर्नुभएको सबै क्रियाहरू त्यही घटनालाई पुष्टि गर्नको लागि गर्नुभएको। उहाँ अघि हाम्रो डिबिजीले पनि धेरै कुराहरू उहाँको विषयमा व्यक्त गरिसक्नु भएको छ। उहाँले पुस्तकहरू पनि त्यही सन्दर्भमा लेख्नुभयो। किन लेख्नुभयो भने सिलौटी क्रान्तिमा जुन मान्छेहरूलाई उहाँहरूले समाहित गर्नुभएको थियो, बन्दुक बोकाउनु भएको थियो, युद्ध गराउनु भएको थियो, त्यो बेलामा धेरै मान्छेहरू हताहत भए, धेरै मान्छेहरू शहीद भए, धेरै मान्छेहरू घरबार विहीन भए, धेरै मान्छेहरू प्रवासमा गए जसको कुनै हिसाब किताबै छैन। धेरै मान्छेहरू घाइते भए, धेरै मान्छेहरू अपाङ्ग भए। भोलिपल्टै सैनिक प्रवेश गरे गाउँघरमा। पुरै सैनिकले दिन सक्नेसम्म दुःखहरू दिए। उहाँ त क्रान्तिकारी हुनुहुन्थ्यो, उहाँहरू भूमिगत हुनुभयो, भूमिगत तरिकाले लड्नुभयो, पार्टी वडारहरू बनाउनुभयो, सङ्गठनहरू गर्नुभयो। उहाँहरूले सिलौटी परिचालन कमिटी भनेर आफै क्रान्तिको जिम्मेवारी लिएर अगाडि बढ्नुभयो। तर गाउँलेहरूले साह्रै धेरै दुःख पाए। उहाँहरूले निर्माण गर्नुभएको सैनिकहरूले साह्रै धेरै दुःख पाए। त्यसकारण त्यो दुःखलाई उहाँले पुस्तक मार्फत संवेदना व्यक्त गर्नुलाई उहाँले यी पुस्तकहरू लेख्नुभएका हुन्। क्रान्तिका पुस्तकहरू चाहिँ त्यसकारण लेख्नुभएका हुन्। यी पुस्तकहरू हेर्दा के लाग्छ भने उहाँ सोझो क्रान्तिकारी हुनुहुन्थ्यो, इमानदार क्रान्तिकारी हुनुहुन्थ्यो। उहाँ क्रान्तिका प्रति ज्यादै उत्साही हुनुहुन्थ्यो। कुनै पूर्व तयारी बिना, कुनै पूर्व आकलन बिना, कुनै सैनिकहरूले फेरि भोलि हामीलाई लखेल्छ अथवा दुःख दिन्छ भन्ने आकलन बिना नै उहाँहरूले त्यो सिलौटी क्रान्तिको प्रारम्भ गर्नुभएको थियो। त्यस पछि उहाँहरू फेरि जेलमा पर्नुभयो। उहाँ जेलमा भएपछि मात्रै पार्टीले क्रान्तिको घोषणा गरेको हो। अब म तपाईँलाई यहाँ अलिकति केही कुराहरू यस बिचमा बताउँछु। सिलौटी क्रान्ति प्रारम्भ भयो। कङ्ग्रेस पार्टीले त्यसबेला दस्तावेजमा हामी सत्याग्रह गर्छौँ मात्रै भनिरहेको थियो सुवर्ण शमशेरले पटनाबाट। तर हतियार चाहिँ यता भइसकेको थियो, सशस्त्र क्रान्ति चाहिँ सुरु भइसकेको थियो। त्यस पछाडि कृष्ण विक्रम नेम्बाङ जेलमा पर्नुभयो 18 सालको जेठमा। 18 सालको कार्तिकमा मात्रै कङ्ग्रेस पार्टीले सशस्त्र क्रान्तिको घोषणा गर्यो। 18 सालको कार्तिकमा त्यो सशस्त्र क्रान्ति पार्टीले घोषणा गर्यो। त्यसमा भूविक्रम नेम्बाङ कलकत्तामा गएर सुवर्ण शमशेरलाई अब हामीले क्रान्ति सुरु गरिसक्यौँ, पार्टीले गर्ने कि नगर्ने भनेर र्याखी गरेर घोषणा गराएको क्रान्ति हो त्यो। अब यस इतिहासको समीक्षा पछाडि म आउँछु। त्यसकारण अब म तपाईँहरूलाई अलिकति यहाँ केही कुराहरू आउँछ, म त्यो कुराहरू बताउँछु। त्यसकारण म के भन्ने गर्छु भने 2007 सालको इतिहासलाई के भनेर भनिन्छ भने सुवर्ण र बिपीले गरेको संयुक्त क्रान्ति भएको कारणले सफल भएको भनिन्छ। पार्टीभित्र त्यो किसिमको भनाइ छ, भाष्य छ। 18 सालको क्रान्ति जो पार्टीले घोषणा गर्यो त्यसमा के भाष्य छ भने सुवर्ण एक्लैले गरेको क्रान्ति हो, किनभने बिपी कोइराला जेलमा हुनुभएकोले, त्यसकारण सफल भएन भन्छ। त्यो 18 सालको क्रान्ति चाहिँ नेम्बाङ परिवार र सुवर्ण शमशेरले गरेको क्रान्ति थियो। 18 सालको क्रान्ति 17 सालको क्रान्तिसँग समाहित भएर 19 सालसम्म गएको छ त्यो। अनि 25 सालमा बिपी कोइराला जेलबाट आएपछि फेरि क्रान्तिको घोषणा गर्नुभयो। त्यो बेला सुवर्णले साथ दिएन। फेरि सुवर्ण शमशेर
ले साथ दिएन त्यो क्रान्तिलाई। त्यो क्रान्तिलाई 26-33 को क्रान्ति भनेर कृष्ण विक्रम नेम्बाङले उमा लेख्नु भएको छ। स्मृतिमा बिपी आन्दोलन भन्नेमा लेख्नु भएको छ। तर जसमा चाहिँ सुवर्ण शमशेरले साथ दिएन, बिपी कोइरालाले कसको साथ लियो भन्दा त्यो नेम्बाङ परिवारमा सिलौटे क्रान्ति गर्ने नेम्बाङ परिवारको साथ लिएर गर्न खोजेको क्रान्ति हो। मैले तपाईँहरूलाई भन्नु खोजेको के हो भने 7 सालको इतिहासलाई जसरी उनीहरूको संयुक्त क्रान्ति भनेर भनिन्छ, 17-19 सालको क्रान्ति चाहिँ सुवर्ण र नेम्बाङ परिवारले गरेको क्रान्ति हो भन्ने मेरो दाबी छ। मेरो दाबी है यो चाहिँ। अनि मैले यो दाबी गर्न पाउँछु किनभने म त्यही सिलौटे क्रान्ति गर्ने परिवारको मान्छे हुँ। त्यस पछाडि बिपी कोइरालाले पनि त्यो सिलौटे क्रान्तिसँग चाहिँ समाहित गरेर क्रान्ति गर्नुभएको 26 र 33 को क्रान्ति। त्यस पछाडि त उहाँहरू त्यो क्रान्ति सफल भएन। त्यो चाहिँ झापाको हतियारहरू सबै पक्राउ पर्यो, झापामा गरेको तयारीहरू सबै पक्राउ पर्यो। भूविक्रम नेम्बाङले बतासीबाट तयारी गरिरहनु भएको थियो। कृष्ण विक्रम नेम्बाङले झापाको फिल्ड कमान्डर भएर काम गरिरहनु भएको थियो। बिपी कोइराला बनारसमा थिए अनि ओखलढुङ्गाको लागि चाहिँ उसलाई तयार गरिएको थियो। ओखलढुङ्गाको लागि चाहिँ क्याप्टेन थापालाई तयार गरिएको थियो। तर तिनीहरू चाहिँ आन्दोलन तुइयो। 17 सालको क्रान्तिमा पनि कृष्ण विक्रम नेम्बाङले निकै धेरै भनेको सत्ताबाट दुःख पाउनु त सामान्य कुरा हो। उहाँले कहिल्यै पनि सत्तासँग गुनासो गर्नु भएन। 46 सालपछि पनि कहिले निवेदन लेख्नु भएन, कहिले केही माग्नु भएन। उहाँ अत्यन्तै देशलाई केही दिनै पर्छ, मैले लिने होइन भन्ने कुरामा चाहिँ पूर्ण विश्वस्त हुनुहुन्थ्यो। उहाँ अलिकति पनि यसबाट हच्किनु भएको थिएन। तर 17 सालमा क्रान्तिकालीन समयमा पनि उहाँमाथि आन्तरिक थुप्रै षड्यन्त्रहरू भएको थियो। त्यसलाई पनि चिर्ने कोसिस गर्नुभएको छ। 26-33 आन्तरिक रूपमा थुप्रै अन्तर्घातहरू भएको थियो। त्यो अन्तर्घातहरूलाई उहाँले व्यवस्थित ढङ्गले लेख्नु भएको छ। किनभने क्रान्तिका प्रति उहाँको अध्ययन पनि राम्रो थियो, क्रान्तिका प्रति उहाँको चेतना पनि राम्रो थियो, इमान्दारिता पनि राम्रो थियो। त्यसको शक्तिशाली सिर्जना हो उहाँले अहिले मैले सम्पादन गरेको छु कृष्ण विक्रम नेम्बाङले हिँडेको क्रान्तिको बाटो भन्ने। नयाँ पुस्ताहरूलाई, क्रान्तिकारी पुस्ताहरूलाई काम दिन्छ। अब म तपाईँहरूलाई कसरी बताउँछु भने म छोटोमा त्यसकारण पहिलो विश्वयुद्ध भनेर जुन इतिहासमा हामी पढ्छौँ त्यसलाई म पहिलो विश्वयुद्ध त होइन, म त त्यसलाई युरोपियन युद्ध भन्छु। तर भए पनि हामीलाई पढाउँदा पहिलो विश्वयुद्ध भइएको छ। त्यहाँ एउटा खास पात्र छ, गाब्रिएल प्रिन्सेस भन्ने एउटा पात्र छ। गाब्रिएल प्रिन्सेस एउटा पात्रको कारणले गर्दा पहिलो विश्वयुद्ध भएको भयो। के भन्दा त्यति बेलाको अस्ट्रियन हङ्गेरियन राजकुमार जर्ज फर्डिनान्ड र उनका श्रीमती जोसेफ उनका श्रीमती, ठिक छ अहिले म नाम भनौँला, उन चाहिँ सर्बियामा घुम्न आएको थियो। त्यति बेला प्रिन्सेसले उनीहरूको हत्या गरिदिए। तर प्रिन्सेसले त्यहाँको त्यति बेलाको ब्ल्याक हर्स भन्ने कमिटीको सदस्य थियो। सर्बियाले चाहिँ त्यति बेला बोस्निया हर्स गबिना हाम्रो भनेर दाबी गरिरहेको थियो। अस्ट्रियाले चाहिँ हङ्गेरीले चाहिँ त्यसलाई कब्जा गरिदिएको थियो। त्यसको विरुद्धमा राजकुमार र राजकुमारीको हत्या गरेको थियो। त्यो एउटा घटनाले पहिलो विश्वयुद्ध भएको थियो। गाब्रिएल जोसेफका कारणले पहिलो विश्वयुद्ध भएको थियो। त्यसलाई विश्वमा पनि त्यस पछाडि त्यसको श्रृङ्खला हो दोस्रो विश्वयुद्ध भनेको चाहिँ। त्यसकारण
हुन्छ म सिद्धिहाल्छु ल। त्यसकारण सिलौटी क्रान्ति भनेको चाहिँ जसरी पहिलो विश्वयुद्धमा ट्रिगरिङ इभेन्ट भन्छ त्यो गाब्रिएल प्रिन्सेसको क्रियालाई, त्यस्तै त्यो पनि एउटा नेपालको इतिहासको ट्रिगरिङ इभेन्ट हो। म तपाईँलाई त्यति भन्न चाहन्छु। अब मैले कृष्ण विक्रम नेम्बाङलाई बुवा भन्दा पनि धेरै चाहिँ गुरुको रूपमा चिने, किनभने उहाँ हामीसँग कहिले हुनुहुन्थ्यो मलाई थाहा छैन, दिदीहरूलाई पनि थाहा छैन होला, किन उहाँ कति क्रान्तिमै हुनुहुन्थ्यो, भूमिगत हुनुहुन्थ्यो, बाहिर हुनुहुन्थ्यो, जेलमा हुनुहुन्थ्यो, उहाँको सम्पत्ति जफत भयो, उहाँहरूले दुःख पाउनुभयो, शास्ति पाउनुभयो, त्यसको हिसाब बिना उहाँ निरन्तर हिँड्नुहुन्थ्यो। त्यस कारणले गर्दा म उहाँलाई एउटा गुरुको रूपमा चिन्छु। म सानो हुँदा 46 साल आसपासमा उहाँको मलाई केही घटनाहरू थाहा छ। 46 साल आसपास पछि उहाँले अलिकति शास्ति पाउनु भएको हो, तर शास्ति उहाँको त्यो पनि शारीरिक रूपमा बाँच्न पाउने शास्ति मात्रै थियो। 46 सालको लोकतन्त्र आएपछि 5 थरका सबै दुर्दिम्बादेखि च्याङथापुसम्म उहाँ नै संयुक्त भाषण गर्न पुग्नुहुन्थ्यो। कुन गाउँमा कहाँ लखेटियो, कुन गाउँमा को कुटियो, कुन गाउँमा कहाँ के भयो, यो सबैको जिम्मा उहाँले लिनु पर्थ्यो, उहाँ नै पुग्नु पर्थ्यो। कुन गाउँमै मान्छे लखेटियो, कुन गाउँमा चाहिँ हाम्राहरूले लखेटे, यो सबैको जिम्मेवारी उहाँले लिनु पर्थ्यो। मैले उहाँलाई त्यस बेला पनि घरमा देखिनँ, तर उहाँको त्यो शास्ति त्यो चाहिँ मलाई एकदम राम्रो थाहा छ। त्यस बेला एउटा काम चाहिँ गर्नुभएको थियो उहाँले, राजनीति त उहाँले त्यही बेला छोड्छु भन्नुहुन्थ्यो हामीलाई पनि। अब मैले गर्नुपर्ने योगदान चाहिँ पुरा भयो, अब राज्य लोकतान्त्रिक ढङ्गले जान्छ, तर मैले चाहिँ अब राजनीति गर्नुहुन्न भन्ने उहाँ क्लियर हुनुहुन्थ्यो। पछि उहाँलाई फेरि त्यो वातावरण दिएन, तर उहाँले फुल चाहिँ रोप्नु सुरु गर्नुभएको थियो। त्यो बेला घरमा एउटा काम चाहिँ गर्नुभएको थियो, घरबारीभरि मकै नरोपिकन फुल मात्रै रोप्नुहुन्थ्यो। उहाँको के इच्छा थियो, के चाहना थियो, फुल कसरी फुल्थ्यो, वनभरि, जङ्गलभरि, घरभरि, आँगनभरि, छानाभरि फुलै फुल बनाउनु भएको थियो। उहाँको देश सुन्दर बनाउने इच्छा चाहिँ थिएछ त्यति बेला भन्ने मलाई लाग्छ। अब म यति नै भन्दै, अब यो उहाँले पछिल्लो लेख्नु भएको धेरै पुस्तकहरू, धेरै कृतिहरू जो छन्, त्यो कृतिहरूलाई हामीले बजारमा ल्याएर सबैले अध्ययन गर्न र पढ्न पाउनुपर्छ भन्ने मनसाले मैले डिबीजीसँग पनि, डिबी आङबुआङजी पछिल्लो समयमा उहाँहरू धेरै नजिक हुनुहुन्थ्यो, यहाँ खगेन्द्र माकिमजी पनि देखिरहेको थिएँ, उहाँहरू नजिक हुनुहुन्थ्यो, उहाँहरू यहाँ बसेर काम गर्नुभएको थियो, उहाँहरूसँग पनि छलफल गरिरहेको छु। उहाँले राजनीति छोड्नु भएको त पहिल्यैदेखि छोड्ने मनसामा हुनुहुन्थ्यो, तर फेरि साङ्गठनिक रूपमा केही समयमा काम गर्नुभयो, छोडिदिनु भयो। उहाँले आफ्नो योगदानलाई फरक ढङ्गले हेर्नुभएको थियो। अब 2046 सालभन्दा अगाडि अब हाम्रो घरको अवस्था, मानसिक अवस्था कस्तो थियो त भन्ने कुरा चाहिँ मलाई दुईवटा घटनाले अहिले पनि बताइरहन्छ, सम्झाइरहन्छ। म अन्तमा तपाईँलाई यो कुरा बताउँदैछु। त्यो चाहिँ के हो भने एकजना मान्छे 46 साल अगाडि हस्याङ खस्याङ गर्दै पञ्चायती व्यवस्थापकको बेलामा साँझपख हाम्रो घरमा छिर्यो। मलाई थाहा छैन दिदी हुनुहुन्थेन, दिदीहरू हुनुहुन्थेन। मेरो चाहिँ सानो मस्तिष्कले रेकर्ड गरेको कुरो हो यो। उहाँ त पढ्न जाँदै हुनुहुन्थ्यो, दिदीहरू सबै। बुवाले इलाम क्याम्पस पढ्नु भएको बिन्दा दिदीलाई समेत 46 पछाडि गाउँघरमा ल्याएर प्रौढ शिक्षा पढाउने कार्यक्रम राखिदिनु भएको थियो दिदीलाई, किनभने महिलाहरूलाई त्यहाँ पढाउनुको लागि, पार्टी पढाउनुको लागि महिलाहरूलाई। अब प्रवीण दाई मेची क्याम्पस पढ्दै हुनुहुन्थ्यो, उहाँलाई ल्याएर खिदिममा राख्नुभएको थियो सङ्गठन गर्नुको लागि। मलाई स्कुल हेर्नुपर्ने, मैले स्कुल पढ्दै थिएँ, म त्यो स्कुलको नेविसम्म मैले हेर्नुपर्ने, रचु दिदी भाषण गर्दै कुद्नुपर्ने सबै ठाउँमा। त्यस्तो उहाँको धावालाई हामीले त्यो प्रकारले पनि सहयोग गरेको छौँ। अनि आमा त अब सदाबहारै सबै सम्पर्क सूचना गर्ने नै आमा हुनुहुन्थ्यो त्यो बेलामा। म 46 साल पछाडिको कुरो भन्दैछु, मैले 46 साल अगाडिको अलिकति कुरालाई पनि तपाईँहरू समक्ष जोडेँ। 46 सालमा हस्याङ खस्याङ गर्दै 45 सालतिर एउटा मान्छे हाम्रो घरमा साँझ प्रवेश गरेको। मान्छे अलि मातेको थियो, त्यो मान्छे एकदमै हतारिएको थियो। अनि त्यस पछाडि त्यो मान्छेले तल खोलादेखि अलि पारी जाने बाटो सोध्यो। त्यो बटुवा थियो, हाम्रो घर बाटो नै पर्थ्यो।
बटुवा भक्तले सोध्यो अनि बुवा चाहिँ अलिक परतिर हुनुहुन्थ्यो आमाले सम्झिराख्नुहोस् है दिदीहरूले एउटा इन्ट्रेस्टिङ घटना छ आमाले बाटो देखाएर पठाउनु भयो त्यस पछाडि बुवा आएर आमालाई सोध्नुभयो अनि बुवा आएर आमाले बुवालाई यस्तो कुरा बताउनु भयो बताएपछि बुवाले गाउँभरिको युवाहरूलाई उठाएर लगेर बिल्डिङ घर घेर्नु पठाउनु भयो रातभरि जहाँ चाहिँ भू विक्रम नेम्बाङ आएर भर्खरै बस्नु भएको थियो पञ्चायतकै बेला कि केही दुर्घटना हुन सक्छ भनेर रातभरि गाउँलेहरूले पहरा दिए किनभने त्यो त्यति सशङ्कित थिएछ मेरो विचारमा अहिले त्यो एउटा यात्रु मात्रै थियो मेरो विचारमा अहिले सम्झिँदा एउटा त्यो सामान्य मान्छे मात्रै थियो तर सशङ्कित चाहिँ त्यति थिएछ त्यो व्यवस्थामा भन्ने मलाई मेरो एउटा मस्तिष्कले भनिरहन्छ बुढापाकाहरू अर्को एउटा घटना छ हाम्रो घरमा त्यही 45 सालतिर एउटा अलिकति मस्तिष्क खलबलिएको महिला आएर 2-3 दिन बस्यो मलाई थाहा छ त्यो कुरो दिदीहरूलाई थाहा छ छैन नभने हामी त ठुलो परिवार कि कोही न कोहीलाई त थाहा नै भइहाल्छ आमाले 2-3 दिन राख्नुभयो मान्छे लिम्बू कुरा बोल्थ्यो मलाई लाग्छ म सानै भएको होला त्यो मान्छे आमाले कहाँ हाम्रो साइनो पर्ने जस्तो कुरा भनेर हामीलाई बताउनुहुन्थ्यो तर एक दिन बुवाले आमालाई राम्ररी झपारेको सुने मैले त्यस पछाडि आमाले त्यो महिलालाई प्रश्रय दिनु भएन कारण के थियो भन्ने थियो भने चाहिँ कारण चाहिँ अब उहाँहरू त त्यति बेला अब इन्डियाको धेरै यो गुप्तचर विभागहरूले दुःख दिएर एकदम उहाँहरू तहस नहस भएर यता आउनुभएको गुप्तचर विभागले इन्डियामा त कृष्ण विक्रम नेम्बाङलाई त तपाईँलाई हामी राम्रो बुझेको छौँ तपाईँलाई हामी यो स्टेसनको 5 मिटर तलमाथि पनि हिँड्नु दिँदैनौँ भनेर धम्कीसम्म दिएको व्यक्ति हो त्यसमा उहाँले भन्नुहुन्थ्यो यसरी दिमाग चाहिँ अलिकति बिग्रेको छ मलाई भनेर धेरै बोल्दै आएर आश्रय हाम्रो घरमा खोज्यो भने त्यो जासुसी हुनसक्छ बुवाको कुरो त्यस्तो थियो उहाँले आमालाई त्यसरी भन्नुभएको मैले सुने त्यस पछाडि उहाँले आश्रय दिनु भएन यी यस्ता घटनाहरूले चाहिँ के देखाउँछ भने त्यो बेलाको मनस्थिति बुवाहरूको मनस्थिति कसरी चाहिँ त्यो 30औं वर्ष लड्नुभयो 30औं वर्ष कसरी भिडिरहनुभयो 30औं वर्ष कसरी जुधिरहनुभयो उहाँहरूको मनस्थिति कस्तो थियो भन्ने कुराको उदाहरण चाहिँ यो रूपमा मैले तपाईँहरूलाई प्रस्तुत गरेँ फेरि पनि एकचोटि यो अवसर दिनुभयो अथवा मरणोपरान्त पुरस्कृत गरिदिनु भयो उहाँलाई सम्झिदिनु भयो उहाँको यी सबै सङ्घर्ष क्रान्ति अथवा उहाँले इतिहासमा लेख्नुभएका कुराहरू अथवा उहाँले गर्नुभएका यी सबै कुराहरूको चाहिँ सार्थकता प्राप्त गर्यो भन्ने हामीले चाहिँ महसुस गरेको छौँ किनभने जति नै शास्ति पाए पनि उहाँले राज्यबाट केही पाउनु भएन लडिरहनु मात्रै भयो कङ्ग्रेसै आएपछि सत्तामा आएपछि लड्नुभयो उहाँ फेरि बागी नै हुनुभयो होइन लिनु भएन लिने चाहना पनि राख्नु भएन उहाँको त्यस्तो किसिमको थियो फेरि तपाईँहरू बुबाको कुरो काहीँ न काहीँ सूचीकृत होस् भन्ने मेरो मनमा नि अलिकति लागेको थियो मलाई त कस्तो खुसी लाग्यो तपाईँहरूले सूचीकृत गरिदिनु भयो पुरस्कृत गरिदिनु भयो किनभने उहाँको चाहिँ यस्तो छ कि उहाँ 17 सालमा जेल बसेको हो भन्ने कुराको कङ्ग्रेसको एउटा आधिकारिक पुस्तक छ म सबैलाई भन्छु कङ्ग्रेस पढ्नको लागि त्यो पुस्तक पढ्नु भनेर तर कृष्ण विक्रमको नामै छैन त्यहाँ धनकुटा बस्ने हजुर Insmaga Timbela Chumlong Dangba Dangba Kiratia Chumlong Limban Study Center ba Posudimba Dumtareva Adangba Bairangi Kaila त्यसले गरेर यो पुरस्कारको स्थापना गर्नुहुने आदरणीय विष्णु दत्ता बहादुर के पुरस्कृत आदरणीय व्यक्तित्व कृष्ण विक्रम नेम्बाङ उहाँका सुपुत्र सुपुत्री धर्मेन्द्र नेम्बाङ र उहाँको सुपुत्रीज्यू र के अरे सबै विद्वत व्यक्तित्वहरूमा म किराँती सङ्घीय समितिको तर्फबाट हार्दिक सेवा पुर्याउन चाहन्छु सर्वप्रथम चाहिँ कृष्ण विक्रम नेम्बाङ उहाँलाई
र उहाँको परिवारलाई किराँत चुम्लुङको तर्फबाट हामी शुभकामना र बधाई व्यक्त गर्न चाहन्छौँ। विशेष गरेर कृष्णविक्रम नेम्बाङको यो पुस्तक र यस अगाडि लेखेको पुस्तकहरूमा एक दुईवटा छलफलहरूमा म पनि सहभागी उहाँले गराउनु भएको थियो र त्यसमा मैले हेर्दाखेरि थुप्रै लेखन अभ्यासहरू चाहिँ लिम्बू समुदाय र लिम्बुवान क्षेत्रका नेपालकै पश्चिमी पूर्वी भेगको चाहिँ लेखन अभ्यास निकै छ अहिले। तर एउटा लेखनको स्ट्यान्डर्ड चाहिन्छ, उसमा थुप्रै हुन्छन्, जस्तो सामान्य साहित्य लेखन एउटा भयो, तर विशेष गरी प्राज्ञिक लेखनहरू चाहिँ को स्ट्यान्डर्ड चाहिँ त्यो तहमा उठिसकेको कमै पाइन्छ र त्यसलाई कसरी यो नेसनल अनि इन्टरनेसनल लेभलमा हामीले लेख्ने पुस्तकहरूले पनि आकृति प्रदान गर्ने भन्ने उहाँको ठुलो चिन्ता थियो मैले महसुस गर्दाखेरि। त्यसैले हामीले त्यो एकाडेमिक लेखन कसरी हुन्छ, यो बुकलाई हामीले कसरी एकाडेमिक बनाउने र यहाँ प्रस्तुत भएका विषयहरू चाहिँ कसरी तार्किक बनाउने र अरू अहिलेको कन्टेम्पोरेरी नेपालका अरू लेखकहरूले जो एकदम यहाँका महत्त्वपूर्ण लेखक भनेर चिनिएका लिम्बू इतरका समुदायका मित्रहरू हुनुहुन्छ, युनिभर्सिटीका अरू विभिन्न लेखकहरू हुनुहुन्छ, उहाँहरूको स्ट्यान्डर्डमा कसरी पुर्याउने भन्ने चिन्तामा बढी होमवर्क गर्नुभएको मलाई चाहिँ लाग्यो। त्यसैले मेरो एउटै रेकमेन्डेसन चाहिँ के छ भने हामी नयाँ पुस्ताहरूको लागि विशेष गरेर जसले एकाडेमिकली म डेटाहरू लजिकहरूलाई बुकको रूपमा प्रस्तुत गर्छु भन्नेमा चाहिँ उहाँको त्यो राम्रो प्रस्तुति छ। त्यो मानेमा चाहिँ यो पुस्तकले यो विष्णुदत्त आङबुवाङ सरस्वती आङबुवाङ पुरस्कार 1 लाखको पुरस्कृत हुन चाहिँ एकदम योग्य थियो र त्यो कुरा चाहिँ प्राप्त भएकोमा हामी हर्षित छौँ, खुसी व्यक्त गर्दछौँ र यो कोष निर्माण गर्नको लागि चाहिँ 1 लाखको दिनको लागि जुन एउटा इन्भाइरोमेन्ट निर्माण गर्न विष्णुदत्त अनि उहाँको श्रीमती उहाँले जोइन्टली जुन 1 करोडको स्थापना गर्नुभयो। किराँत चुम्लुङको विषयगत समिति लिम्बुवान स्टडी सेन्टर अथवा लिम्बुवान अध्ययन केन्द्र यसलाई विश्वास गरेर जुन कोष दिनुभयो यसको लागि म उहाँलाई पनि धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। यो चाहिँ किन म व्यक्त गर्न चाहन्छु भन्दाखेरि चाहिँ यत्रो ठुलो कोष चाहिँ सामान्य तरिकाले प्रस्तुत हुँदैन र यो उहाँको योगदान चाहिँ हामी सबै लिम्बूहरू हामी रहँदैनौँ होला यो संसारमा, तर किराँत याक्थुङ चुम्लुङ रहन्छ र किराँत याक्थुङ चुम्लुङ रहन्जेल किराँत याक्थुङ चुम्लुङ अन्तर्गत 8वटा विषयगत समिति अरू विषयगत समितिहरू पनि हुनुहुन्छ, जस्तै भाषा साहित्यमा काम गर्ने विषयगत समिति, संस्कृतिमा काम गर्ने विषयगत समिति, त्यस्तै गरेर अरू विभिन्न क्षेत्रमा विषयगत समितिहरू छन्। त्यसमध्ये यो चाहिँ अध्ययन अनुसन्धानमा विशेष गरेर त्यो पनि लिम्बुवान क्षेत्रको सभ्यता, इतिहास, संस्कृति मूल रूपमा संसारमा चलिरहेको एकाडेमिक अहिलेको बौद्धिक लेखन, बौद्धिक अनुसन्धानमा प्रतिस्पर्धी भएर अगाडि स्थापित गर्नको लागि स्थापना गरेको विषय समिति हो। यो समितिमा यति ठुलो योगदान गर्नुभएकोले पक्कै महत्त्व राख्छ र यो चुम्लुङ रहन्जेलसम्म यो विषयगत समिति रहन्जेलसम्म चाहिँ यसले रहनेछ। त्यसैले यो एउटा अझ अमर एउटा योगदान चाहिँ यहाँको परिवारबाट भएको छ भन्ने कुरालाई म पुनः स्मरण गराउन चाहन्छु। र अब अन्तमा चाहिँ खासमा कृष्णविक्रम नेम्बाङ उहाँको छोरा धर्मेन्द्रजी लामो बोल्नुभयो। उहाँ चाहिँ हामी विद्यार्थी कालमा अलिकतिसँगै हिँडेको मान्छे पनि हुनुहुन्थ्यो, तर उहाँ हामी साथी मात्रै चिन्थ्यौँ। तर एकदम कृष्णविक्रम उहाँ जस्तो महत्त्वपूर्ण व्यक्तित्वको पुत्र हुनुहुँदो रहेछ, सन्तान हुँदो रहेछ भन्ने चाहिँ पछि मात्रै थाहा भयो। अनि अहिले सुन्दाखेरि चाहिँ के पनि भयो मलाई भन्दाखेरि चाहिँ के अरे अब उहाँको जीवनै बुवाकै विषयमा लेख्दा अनुसन्धान गर्दा बित्छ कि जस्तो लाग्यो मलाई सुनाउँदाखेरि। उहाँकै कविता, कवि, साहित्यकार मान्छे, तपाईँको साहित्य यात्रा पनि नबिर्सिनु होला भन्ने
त्यता पनि शुभकामना दिन चाहन्छु। बुवाको सँगसँगै अगाडि लानुहोला। त्यसरी त्यति कुरा उहाँ अनि जो चेली आउनु भएको छ सबै परिवारमा पनि म फेरि पनि शुभकामना दिँदै अब आगामी दिनमा हामीले यो जुन अहिलेसम्म 7, 8, 9, 10 जना प्लसले जुन विद्युत वृत्तिहरू प्राप्त राख्नुभएको छ तर यसले के परिणामहरू निकाल्दै लग्यो भन्ने कुराहरूमा पनि हामी थप छलफल गरेर यसरी चाहिँ अगाडि बढ्ने विषयमा हामी र लिम्बुवान स्टडी सेन्टर किराँत याकुङ अनि लिम्बुवान स्टडी सेन्टर चाहिँ हामी सबै प्रतिबद्ध छौँ भन्ने कुरा गर्दै म आज चाहिँ यो खुसीको क्षणलाई फेरि पनि सबै हामी चुम्लुङ कर्मीहरूको तर्फबाट खुसी व्यक्त गर्दै कन आबानी बगसुरु आउनुहुन्छ। सभाका अध्यक्षज्यू, प्रमुख अतिथि बैरागी काला दाई, उपस्थित मान्यगञ्जीहरू र दाजुभाइ तथा दिदीबहिनीहरू, एकदमै म छोटोमा बोल्ने मन त थियो। यो कार्यक्रम लम्बिएको हुनाले गर्दा नबोल्ने भनेको फेरि विष्णु दाईको आग्रह र मैले पनि थोरै बोल्नलाई ठिकै छ भन्न मैले यहाँ उभिएको छु। म 3टा कुराहरू राख्न चाहन्छु। कार्यक्रम लामो भइसकेको छ, म 3टा कुराहरू राख्न चाहन्छु। तपाईँको यो ज्ञानको संसारमा धेरै विचारहरू छ तर 2टा विचारहरू म यहाँ उद्धृत गर्न चाहन्छु। एउटा विचार चाहिँ मान्छे जन्मदा ब्ल्याङ्क सेतो कागजको पन्ना जस्तो जन्मन्छ र त्यो पन्नामा बिस्तारै लेखिँदै जान्छ र त्यसले ज्ञान हासिल गर्छ र ज्ञान बाँड्दै जान्छ। र अर्को विचारले के भन्छ, होइन, मान्छे जन्मदा नै केही ज्ञान उसको दिमाग त्यसरी विकास भएर आएको हुन्छ र एक्सपिरियन्सहरूले, अनुभवहरूले, पठन पाठन इत्यादिले त्यो ज्ञान चाहिँ अनलक हुन्छ र त्यो मान्छेले ज्ञान बाँड्छ भन्ने 2टा सन्दर्भहरू मैले यहाँ राख्न चाहन्छु। कृष्ण विक्रम नेम्बाङको कुरा गरौँ, तिलविक्रम नेम्बाङ बैरागी काइलाको कुरा गरौँ, यहाँ कृष्ण विक्रम नेम्बाङज्यूको छोरा स्वयंले 2टा भिन्न पाटाहरू, विशेषतः राजनीतिक पाटोमा लामो उहाँले चर्चा गरेर गइसक्नु भएको छ। कृष्ण विक्रम नेम्बाङ लिम्बुवान इतिहास संस्कृतिको बारेमा अध्येता होइनन्। उनी बेसिकल्ली उनी राजनीतिका एउटा होनहार क्रान्तिकारी क्याडर हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो। तर उहाँ कसरी अचानक लिम्बुवानको इतिहासमा तानिनु भयो? अघि मैले चर्चा गरेँ, नलेजले, एक्सपिरियन्सले, एडुकेसनले लिम्बू जाति र लिम्बुवानको इतिहासको बारेमा अध्येता भएर उहाँ आएको होइन। उहाँको ज्ञान, उहाँको ब्रेनमा लक भएर बसेको कुरा जब पहिचानको आन्दोलन, पहिचानका मामलाहरू नेपालमा उजागर हुन थाल्यो, त्यसलाई उहाँले अनलक गर्नुभयो र 6-7वटा कृतिहरू लेख्नुभयो। उहाँबाट लेख्नुपर्ने कृति त नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक आन्दोलनमा योगदानको बारेमा चर्चा हुनु पर्थ्यो, या नेपाली काङ्ग्रेसले क्रान्ति गर्न नसकेको विषयमा, गरेको विषयमा दिस एन्ड द्याट लेख्नु पर्थ्यो। र उहाँले 6-7वटा कृतिहरू उहाँले लिम्बू आदिवासी जनजातिहरूको बारेमा लेखेर उहाँले ठुलो योगदान दिएर जानुभयो। मैले बैरागी कैलाज्यूको चर्चा पनि यहाँनिर थोरै जोडिदिन्छु। उहाँ आयामेली कविका एक मूर्धन्य व्यक्तित्व, तर उहाँको मनस्थितिमा, उहाँको नलेजको त्यो डोमेनमा रहेको आफ्नो जाति जनजातिको इतिहास संस्कृति प्रतिको लगावले गर्दाखेरि उहाँले पछिल्लो समय नेपाली भाषा साहित्य वाङ्मयको उन्नयनमा भन्दा आदिवासी लिम्बू जनजातिहरूको भाषा साहित्यको निम्ति ठुलो योगदान बैरागी काइला दाइले दिनुभयो। अहिले उहाँ हाम्रो प्रमुख अतिथिको रूपमा हामीले प्राप्त गरेका छौँ। यी 2टा व्यक्तित्वहरू, यस्ता व्यक्तित्वहरू लिम्बू समाजमा जन्मिँदै छन् कि छैनन्?
जन्मिन्छन् कि जन्मिँदैनन् यो भन्न नसकिने अवस्था छ। अहिलेको अवस्था, अहिले भनेको देन एन्ड देयर लाभ प्राप्त गर्ने, भएको नभएको व्यक्तित्व उजागर गर्ने, भाइरल हुने अनि संसारलाई बेकुफ बनाउने समय जस्तो लाग्छ अहिले। त्यसले गर्दा त्यस्ता व्यक्तित्वहरू यो समाजमा आउँछ कि आउँदैन भन्ने एउटा प्रश्न हामीले आफूले सोध्नुपर्छ। दोस्रो कुरो मैले यहाँ राख्नु खोजेको लिम्बुवान स्टडी सेन्टर। लिम्बुवान स्टडी सेन्टर स्थापना हुनुभन्दा अगाडि मैले अर्जुन नुगुजीलाई देखिरहेको छुइनँ, उहाँ फाउन्डर यसको सभापति हुनुहुन्थ्यो। म 2019मा युके जनजाति महासङ्घको कार्यक्रममा जाँदा त्यहाँको एक दुईजना मित्रहरूले चुम्लुङका साथीहरूसँग भेट हुँदा मलाई क्वेसन गर्नु, उहाँहरूले के भन्नुभयो, लिम्बुवान त भएन, लिम्बुवान स्टडी सेन्टर बनाउँछौँ भन्ने तपाईँहरूको कुरा कहाँ पुग्यो, लिम्बुवान विश्वविद्यालय बनाउने कहाँ पुग्यो। म लगत्तै फर्केर आएँ, लिम्बुवान विश्वविद्यालयको त धेरै प्रक्रियाहरू हुन्छ, लिम्बुवान स्टडी सेन्टर त किन सम्भव छैन? सम्भव छ, हामीले सुरु गरिहाल्यौँ। मैले 10,000 पैसा निकालेँ, यो डोनरको पछि लागेर हुँदैन, आफ्नै गोजीबाट निकाल्ने हो, आफैले थाल्ने हो। मैले 10,000 मैले त्यहाँबाट के अरे दिने वचन गरेँ, सबैले 10,000 दिन थाल्यो। अब मन नभनेको भए 20,000 30,000 दिन्थे कि अघि 10,000 त एउटा मानक जस्तो भयो, धेरैले 10,000 चाहिँ तपाईँको दिन थाल्यो। त्यस पछाडि तर लिम्बुवान स्टडी सेन्टरको मामला के त भन्दाखेरि यो एनजिओ हो, यो प्राज्ञिक संस्था हो, यो के हो यो संस्था भन्दाखेरि चाहिँ मेरो भनाइ चाहिँ के हो भने लिम्बुवान पहिलो संविधान सभाबाट प्राप्त हुन सकेन, दोस्रो संविधान सभाले टोटल्ली यसलाई चाहिँ तपाईँको डिसमिस गरेर लग्यो। तर किन लिम्बुवान प्राप्त हुन सकेन, लिम्बुवान प्राप्त हुन नसक्नु र सक्नुका तथ्यगत कुराहरू के हुन् भन्ने बारेमा बहस छलफल चाहिँ यो लिम्बुवान स्टडी सेन्टरले गर्न सक्थ्यो। अब त्यसको लागि त के चाहियो, पैसा चाहियो। अब मैले तेस्रो कुरा चाहिँ मैले विष्णुदत्त आङबाङ दाइको कुरा गर्छु। हामीले किराँदेख्थौँ जुम्लुङ 45-46 सालमा सुरु गर्दा यहाँ कन्दङवाजीलाई मैले अघि देखेको थिएँ, अर्जुन नुगुजी हुनुहुन्थ्यो, यहाँ उहाँ देख्दिनँ। हामीले सोडिम सन्ध्या एउटा कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गर्दाखेरि एकजना हाम्रो के भन्छ नाम मैले अहिले बिर्सेँ, यहाँ ज्ञानेश्वरमा उहाँको घर छ, तिलबहादुर लक्समले 11,111 रुपियाँ पैसा दिँदा मलाई त आकाश खसे जस्तो लाग्यो। यो 43, 44, 45 सालको कुरा हो। यहाँ 1000को त कुरा नगरौँ, लाख मान्छेले दिन र लिन सहज भइसक्यो। तर त्यतिखेर 11,111 तिलबहादुर लक्समजीले दिँदाखेरि आकाश खसे जस्तो भएको थियो। स्रोत चाहिन्छ, एकदमै ठुलो लक्समजीको योगदान थियो। अब आजकल त मलाई थाहा छैन याकुम जुम्लुङको स्रोत के छ कसो छ, त्यता चर्चा नगरौँ। तर लिम्बुवान स्टडी सेन्टरको लागि विष्णुदत्त सरस्वती आङबाङ ज्यूहरूले 30 लाख रुपियाँ पैसा पहिलोचोटि लिम्बुवान स्टडी सेन्टरलाई दिँदाखेरि मलाई आकाश खसे जस्तो लाग्यो। भएन, दोस्रोपल्ट उहाँले 20 लाख थपेर 50 लाख पुर्याउनु भयो, अहिले 1 करोड पुर्याउनु भयो। मलाई कस्तो अनुभव हुन्छ भने लिम्बुवान स्टडी सुरु गर्दाखेरि ल साथीहरू सुरु गरौँ, 10,000 भयो मेरो तर्फबाट भन्दाखेरि सबैले भक्काभक 10,000 निकाल्यो। विष्णुदत्त आङबाङले 30 लाख निकाल्दा भक्काभक 30 लाख निकाल्नु पर्ने कि 30 लाख लिम्बुहरूको लागि अहिले ठुलै रेन्ज हो, माथिल्लो रेन्ज हो। त्यो म्याक्सिमम रेन्जमा विष्णुदत्त आङबाङ पुग्नु भयो। त्यो 30 लाख पैसा विष्णुदत्त आङबाङले लिम्बुवान स्टडी सेन्टरलाई दिनुभयो, कसैले 30 लाख कबिल गर्न सकेन, दिन सकेन। 20 लाख थपेर 50 लाख पुर्याउनु भयो, कसैले पुर्याउन सकेन। 50बाट 1 करोड पुर्याउनु भयो, कोही बोल्दैन। विष्णुदत्त आङबाङ। अनि मलाई के लाग्यो, म सानोमा
डाइस खेल्न पहिले 10 पैसा राखे लग्यो के, फेरि 4 राखे लग्यो, 50 पैसा राखे लग्यो, 1 रुपियाँ लाग्यो ल। विशुद्ध त आङ्बुवाङ मात्र एक्लै डाइस खेल्ने चाहिँ क्या हो लिम्बुवानका यी लिम्बू धनी मानिहरूको अगाडि। मैले यो कुरा चाहिँ यहाँ भन्नु थियो है, यो कार्यक्रममा मैले भन्नु चाहिँ यो कि यो तपाईको दुईटा कुरा छ। सोसियोलोजिस्टले फिलान्थ्रोपीको बारेमा दुईटा कुरा गर्छ। एउटा फ्रेडरिक हवर्ड वाइन भन्ने एउटा अमेरिकन सोसियोलोजिस्टको कुरा छ। सोसियोलोजी भनेको चाहिँ प्योर साइन्स अरे, अनि फिलान्थ्रोपी भनेको चाहिँ एप्लाइड साइन्स अरे। विष्णु आङवाङ समाजशास्त्रका विद्यार्थी पनि हुन्। फिलान्थ्रोपिस्ट हुनको लागि चाहिँ कि पैसा, कि शक्ति, कि सन्तुष्टि, यी दुईटा कुराको अपेक्षा राखेर मान्छेले योगदान दिन्छ। विष्णु आङवाङले त पैसाको लागि पनि यो आश गरेको जस्तो लाग्दैन मलाई। ह्याप्पिनेस सन्तुष्टिको लागि पनि हो जस्तो लाग्दैन मलाई। पावर शक्तिको लागि पनि होइन होला। याकुब चुम्रोमा अध्यक्ष अर्कोपल्ट हुने सोचले यो दिएको जस्तो लाग्दैन मलाई। त उहाँले दिनुभएको सहयोग चाहिँ प्योर साइन्सको पोइन्ट अफ भ्यूबाट दिनुभएको छ। तर त्यो 30 लाख पैसाको खर्च के भइरहेछ, 50 लाखको के भइरहेछ, अनि यो 1 करोडको के हुन्छ? खर्च गर्नै मिल्दैन। त्यो सबै त्यो नियम कानुनले बाँधिया छ। त्यसबाट आउने त्यो के भन्छ ब्याज होला, ब्याज 1-2 लाख चलाउने होला मेरो विचारमा। यदि त्यसो भएको हो भने लिम्बुवान स्टडी सेन्टरले विष्णुदत्त आङवाङज्यूसँग भन्न सक्नु पर्यो, हामीले इन्डोमेन्ट त पायौँ, तर हामीले फुल फ्लेज काम गर्नुको लागि अहिलेको अवस्थामा चाहिँ यस्तो किसिमको सपोर्ट हामीले चाहियो, यस्तो खालको सपोर्ट चाहियो कि भन्नु नसकेको हो कि होइन भने उहाँले 1 करोड पैसा दिँदाखेरि पनि यसको उपादेयता के हो, यसको उपयोगिता के हो भन्ने बारेमा चाहिँ लिम्बुवान स्टडी सेन्टरका मित्रहरू कति चर्चा परिचर्चा गर्नुहुन्छ। हुन त मलाई पनि सल्लाहकार भन्नुभएको छ हाम्रो भगिराज दाइले, होइन त्यसले गर्दा पनि एक त मैले भन्नु पर्यो अघि, त्यसले गर्दा। तर जे होस् मेरो कुरा के हो भनेर भन्दाखेरि पैसाको अभाव पनि छ, पैसा पनि छ, पैसा दिन सक्ने पैसावालाहरू पनि छन्। पैसा दिन सक्ने पैसावाला भएर मन नभएको हो कि मन भएर पैसा नभएको हो कि, अथवा हामीले रिसर्च गर्नको निम्ति, हामीले धेरै ठुलो काम गर्नको निम्ति, हाम्रो सोसाइटीको निम्ति काम गर्नको निम्ति बुद्धि र विवेक हामीसँग छैन कि हामी कहाँ अड्किराखेका छौँ? हो, यी अड्किराखेका जुन जोड्तीहरू अथवा बिन्दुहरू लिम्बुवान स्टडी सेन्टरले बहस गर्नेछ। यहाँ उपस्थित हुनुभएका विशेष गरिकन युवा मित्रहरूले चर्चा गर्नुहुनेछ। होइन भने त यो मैले 2 शब्द बोल्नु र नबोल्नु के अर्थ पनि छैन। म अघि नै बोल्दिनँ भनेको हो। वास्तवमा विष्णु दाइले पनि होइन बोल्नुहोस् न, तपाईँ बोल्ने भनेर नै तपाईँलाई बोलाएको हो भनेर भनेपछि मैले बोल्ने मनसाय गरेँ। र यसमा लिम्बुवान यो लिम्बूको मात्रै होइन, लिम्बुवान स्टडी सेन्टर नामबाटै हेर्नु न, लिम्बुवान भनेको लिम्बूको मात्रै हो। लिम्बुवानमा त लिम्बू लगायत तमाम आदिवासी जनजातिदेखि लिएर गैर आदिवासी जनजातिहरू बसोबास गर्छन् भने यो त यसको परिमिति त एकदमै धेरै छ। त्यसले गर्दाखेरि यसभित्र के गर्न सकिन्छ, कसो गर्न सकिन्छ, समयको पाबन्दी पनि होला, ज्ञान बुद्धि र विवेकको पाबन्दी पनि होला। तर आगामी दिनहरूमा तपाईँहरू यसमा यहाँ 15 जना भेला भएर 20 जना भेला भएर यो पुरस्कार आदान प्रदान गरेर यो के भन्छ यो बाहुनले कुनै के गर्न के अरे बिरालोको घाँटीमा घन्टी बाँध्छ अरे, यस्तो कार्यक्रम प्रोग्राम फर द सेक अफ प्रोग्रामले मात्रै हुँदैन। यो प्रोग्राम
आगामी अरू 5, 10, 20 वर्षमा चाहिँ एकदमै क्वान्टिटेटिभली क्वालिटेटिभली यसमा वृद्धि हुँदै गयो भने विष्णुदत्त सरस्वती आङ्बुवाङज्यूहरूले गर्नुभएको सहयोगको अर्थ छ। होइन भने यो अर्थ उहाँहरूले सोचे जस्तो हामीले खोजे जस्तो अर्थ नहुन सक्छ। त्यसले गर्दा यति कुरा आग्रह गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। यस पुरस्कारका संस्थापक आङबाङजे, किराँत याक्सुङ चुङलुका सभापतिज्यू र पुरस्कृत व्यक्तित्वका परिवार प्रतिनिधित्व गर्ने धर्मेन्द्र नेम्बाङ र छोरी विनेता नेम्बाङ, उपस्थित सबै दाजुभाइ दिदीबहिनीहरू, आज हामी बडो महत्त्वपूर्ण समयमा यहाँ उपस्थित भयौँ। आज लिम्बुवान अध्ययन केन्द्रले प्रदान गर्ने पुरस्कार वितरणको दिन पनि भयो र कोषवृद्धि तथा पुरस्कारको कोषवृद्धिका लागि घोषणा गर्ने एउटा सुनौलो अवसरको दिन पनि हो आज। पुरस्कृत व्यक्तित्वका बारेमा यहाँहरूले अघि सुन्नुभयो होला। मैले त यति नै भन्नु छ। कृष्ण विक्रम नेम्बाङ स्वभावैले अलिकति आफ्नो कुरामा बढी जोड दिने मान्छे। जोड दिने एउटा कुरा, त्यसमा अगाडि मैले बढी थपेँ। बढी जोड दिने भन्दा कहिले कहिले जबरजस्तीको कुरा पनि आउँछ। आफ्नो तर्कमा अडिक बसिरहने, अर्थात् नेपालीको अलिक नराम्रो शब्दमा भन्ने ढिपी गर्ने पनि आउँछ, अर्थ त्यस्तो आउँछ। आफ्नो कुरा पटक्कै नछोड्ने, लागेको छ सके प्रमाणित गरेर राखिदिने, नसके आफ्नो कुरा नछोड्ने, त्यो स्वभावको थिए कृष्ण विक्रम नेम्बाङ। दाजुभाइमा 11 जना होला दाजुभाइ, 9 बहिनी दिदीबहिनीहरूका बिचमा साइलो। मैले त यसो उसको जन्म सम्बत हेरेको निकै कान्छा होला भनेको 98 सालको भन्छ। झन्डै झन्डै नजिकै पो रहेछ, 2-3 वर्षको मात्रै फरक रहेछ। यसरी उनले आफ्नो अध्ययनमा लिम्बू इतिहासलाई रोजे र लेखिएका इतिहासहरूमा चित्त नबुझेका कुराहरूमा आफ्नो मतहरू उनले प्रकट गरे। त्यसको लागि अध्ययन गर्नुपर्थ्यो। उनको किताबहरूमा प्रकाशित सन्दर्भको सूची हेर्दाखेरि उनको अध्ययन पर्याप्त रहेछ भन्ने कुरा हामी बुझ्छौँ। इतिहास भनेको कुनै देशको राजाको वंशावली, यो राजा थियो, उसले शासन गर्यो, उसको मन्त्री यो थियो, उसको देश यो जिल्लामा विभाजित थियो, ऊ पछि उसको छोरा थियो भनेर यो विवरण मात्रै होइन इतिहास भनेको। इतिहास भनेको त्यो समयको समाजको कुरा, समाजमा विद्यमान कुराहरूमा मान्छेहरू हुन्छन्, मान्छेले मान्ने संस्कार आस्थाहरू हुन्छन्, पछ्याउने सभ्यता आदि हुन्छन्। यी सबैको अध्ययन इतिहास हो र पछिल्लो कालमा आएर लिम्बुवानको इतिहासको अध्ययन गर्दा यी हेर्दाखेरि इतिहासको कुरा होइन कि भन्ने कुराहरूमा आफूलाई केन्द्रीभूत गरेर कृष्ण विक्रम नेम्बाङले आफ्नो किताबहरू
को अध्ययन र लेखन गरे। त्यसले गर्दा हामीले लिम्बूको राजा को थियो होइन, लिम्बू कस्तो थियो, उसको समाज कस्तो थियो, संस्कृति कस्तो थियो, पहिचान कस्तो थियो भन्ने कुराहरूमा हाम्रो ध्यान जान्छ। यसले गर्दा हामीलाई धेरै कुरा फाइदा हुन्छ जस्तो मलाई लाग्छ। उनको यही अध्ययनको लागि मर्यादा गरेर लिम्बू अध्ययन केन्द्रले आफूले सञ्चालन गर्दै गरेको विष्णुदत्त सरस्वती आङबुवाङ भाग्य कोषबाट चाहिँ पुरस्कृत गर्यो। म यसमा कृष्णविक्रम नेम्बाङलाई दिवंगत भए पनि हार्दिक बधाई उनका छोराछोरीहरू मार्फत होइन त दिने होइन होला, मार्फत पछि पुर्याउने हो। अब अर्को पक्षमा हो, नेपाली साहित्यमा पनि आफ्नो नामलाई पनि अमर गरौँ, समाजलाई सहयोग गरौँ भनेर साहित्यमा पुरस्कार ठुलो ठुलो राख्नेहरू निकैजना छ, करोड के माथि राख्नेहरू। तिनले त्यो गरेको चाहिँ प्राप्त उपलब्धिहरूलाई हो, तार भरेको भइसकेको उपलब्धिबाट बेस्टलाई दिने हो। तर विष्णुदत्त सरस्वती आङबुवाङ भाग्य कोषले दिने भनेको चाहिँ अध्ययन अनुसन्धान गराउनलाई हो, खोजी गराउनलाई हो। यसरी लुप्त हुन लागेको लिम्बूको इतिहासका कुराहरू खोज्न लाउने, समाजका कुरा खोज्न लाउने, संस्कृति र परम्पराका कुराहरू खोज्न लाउने, भूगोलका अध्ययनहरू खोज्न लाउने, यो लगाउनुको लागि यो कोष स्थापित गरियो। आज 50 लाख फेरि उहाँले थपिदिनु भयो। यो कुरा लिम्बुवानको इतिहासमा एउटा सुनौलो अक्षरले लेखिने इतिहास हो। मलाई विश्वास छ लिम्बूहरूले आफ्नो कमाइबाट कमाएको यस्तो पसिनाले आफ्नो जातिको सभ्यता, संस्कृति, परम्पराको, आफ्नो भूगोलको सम्वर्धनको लागि यसरी कोषको खडा गरेर अनुसन्धान गराएर जीवित गराउने काममा अघि लाग्नेलाई सराहना गर्ने नै छ। किराँत साक्छुङ जुम्लुका हाम्रा केन्द्रीय सभापति यहीँ हुनुहुन्छ। आशा छ आउँदा दिनमा किराँत साक्छुङ जुम्लुले उहाँहरू जस्तो दानी व्यक्तित्वलाई, जस्तो जातीय उत्थानको लागि, इतिहास र संस्कृतिको संरक्षणको लागि आफ्नो जीवनभरको कमाई अर्पण गरे, यस्ता व्यक्तित्वको सम्वर्धना अभिनन्दन गर्ने नै छ। उहाँहरूको चाहना आफ्नो जातिगत इतिहास, सभ्यता, संस्कृति, राजनीति, सम्पदाहरूको अध्ययनको लागि त छँदै थियो। अर्को कुरा, मलाई एउटा कुरा आज आङबुवाङजीले दिनुभएको वक्तव्यमा भएको कुरा बडो मलाई घत लाग्यो। हामीले नेपालको इतिहास पढ्दा हामी महिषपाल अनि गोठाले युग के भन्छ, त्यहाँदेखि लिच्छवी, किराँत, लिच्छवी आएर चाहिँ मल्लदेखि लिएर शाहकाल भनेर आउँछौँ। यता कता 2200-2400 राजाको कुराहरू आउँछ। पूर्वका क्षेत्रका मानिसहरूमा कस्तो राज्य व्यवस्था थियो त्यो कुराहरू इतिहासमा पढाइँदैन। नेपालको इतिहासमा अब हामीले माने पनि नमाने पनि हामी पूर्व मेचीदेखि पश्चिममा
महाकालीसम्म सुगौली सन्धि पछाडि कायम भएको यो भूगोलमा आबद्ध छौँ। यो नेपाल हो र यसको इतिहासभित्र लिम्बूहरूको इतिहास पनि आउनुपर्छ। अनि कम्प्लिट सम्पूर्ण नेपालको इतिहास हुन्छ। उहाँले एउटा शब्द प्रयोग गर्नुभएको छ, एकीकृत नेपालको इतिहासको निर्माणको लागि पनि हामी दत्तचित्त भएर यो कोष स्थापना गरिराखेका छौँ र यस दिशामा हामी अगाडि बढ्नुपर्छ। हामी लिम्बूको राज्य थियो, फल्नाको राजा, तमर खोलामा त्यहाँको राजा, त्यो राजा, त्यो भन्छ वल्लो गाउँको पनि राजा, पल्लो गाउँको पनि राजा, पल्लो गाउँको पनि राजा। राज्य पद्धति कस्तो थियो त्यसको बारेमा हामीलाई केही थाहा छैन, खालि राजा छौँ भन्ने छ। नरभूपाल शाहदेखि लिएर दव्य शाहसम्म झन्डै त्यस्तै गोठाले राजाहरू थिए होला, तर सङ्गठित राज्य के हो पुरो निर्माण भइसकेको थिएन। त्यो कन्सेप्टमा राज्य निर्माण भएको उसले थिएन होला, त्यो कन्सेप्टमा हाम्रो राज्यहरू स्थापना भएको थिएन होला। तर पनि हामीले त्यसको प्रारूप, पूर्वकालीन रूप कसो थियो खोजीमा लाग्नुपर्ने हो। हामी त यता पनि राज्य मेरो बाजे राजा थियो, अर्को पनि राजा थियो भनेर लेखेका छौँ। हामी हिजोआज सामाजिक सञ्जालमा हेऱ्यौँ भने सबैको चाहना आफ्नो इतिहासको खोजीमा छ। यो राम्रो कुरा हो र यस दिशामा यो कोषले स्थापना गरेको रकमले को सहयोगमा जसले अनुसन्धान गर्छन् उनीहरूले लिम्बूको राज्य व्यवस्थाको बारेमा निश्चय नै पछि पत्तो लगाएर हाम्रो अगाडि राख्नेछन् भन्ने कुरामा कोषमा रकम राखिदिनेहरूको चाहना पनि होला। हाम्रो पनि त्यो चाहना छ कि हाम्रो राज्य व्यवस्था कस्तो थियो होला भन्ने कुरा। हिजो अस्तिकै कुरा, 1831 अगाडिकै कुरा, हाम्रो व्यवस्था कस्तो थियो हामीलाई थाहा छैन। एकजना इतिहासकारलाई मैले नेपाल एकाडेमी हुँदा विजयपुरसम्मको, सेनदेखि विजयपुरसम्मको 100 वर्षको इतिहास मात्रै लेख्दा पनि हुन्छ नि भनेर अनुरोध पनि गऱ्यौँ। उहाँले 1-2 वर्ष काम पनि गर्नुभयो। तर इतिहासकारलाई चाहिँ ठ्याप्पै हातले औठा लागेर थिचेको जस्तो प्रमाण चाहिँदो रहेछ। त्यो प्रमाणहरू हाम्रोमा छैन, धेरै चुक्यो। शाहकालमा पनि भएका प्रमाणहरू सबै झिकीबुझी ल्याउनु र अर्को लैजानु भनेर भएका कुराहरू हाम्रो इङनामजीहरूले छापेको किताबमा छ। हामीले सबै बुझायौँ र नयाँ एउटा लिएर गयौँ भने पुरानो डकुमेन्ट्स त हाम्रो त हातमा छैन। अनि के को प्रमाण दिने? हामी अहिलेसम्म साउन सुदी 22 1831 भन्छु। 1831 त हो, साउन सुदी 22लाई 22 गते भनेर चाहिँ हिँडिरहेको छु। त्यो 22 गते हो कि देश 2-4 गते पनि हुनसक्छ, या असारको 29 पनि हुनसक्छ। त्यो सुदी चन्द्रयाणको अवसर तिथिमा पर्ने कुन चाहिँ तिथिमा त्यो गते कति पर्छ त्यो चाहिँ पात्रो जान्नेले मात्रै छुट्याएर गर्छ। त्यतापट्टि हाम्रो इतिहासकारहरूको ध्यान किन नगएको, भगीराजजीको किन नगएको? त्यो गतेमा परिवर्तन गर्दा त्यो 22 सुदी चाहिँ कति गते पर्छ, कुन महिना पर्छ? हामी चाहिँ 22 गते भनेर चाहिँ हिजो आज शहीद सुदी 22 गतेलाई 22 गते भनेर कुदिरहेछ। यसरी इतिहास लेखन गर्दाखेरि सानो कुरा पनि नसुधाखेरि अगाडि बढ्दाखेरि धेरै चिजहरू
पछाडि परिराखेको छ। र आज थप गरिदिनु भयो आङबाङजीले 50 लाख र यसले निश्चयमै पनि लिम्बू स्टडी सेन्टरलाई लिम्बू इतिहास परम्परा र संस्कृतिको खोजीमा खर्च गर्ने धेरै बल अरू थपिएको छ भन्ने मलाई लाग्छ र यतातिर सबैको ध्यान जाओस् र इतिहासकार यो कोषकार भन्नुपर्छ उहाँहरूलाई जसले यो कोष स्थापना गरिदिनु हो। उहाँहरूको चाहना पनि लिम्बूको इतिहास लेखिएपछि एकीकृत नेपालको इतिहासमा त्यसलाई कसरी हामीले स्थापना गर्ने त्यतापट्टि जानुपर्छ भन्ने कुरामा हामीले जाउँला। र आज मलाई धेरै भन्नु छैन, म इतिहासको मान्छे होइन, म त इतिहासलाई नै कविता जस्तो कल्पनाको चिज मानेर हिँड्ने मान्छे। कहिले कहिले राम्रो भनिरहेको कुरा समयले अर्को अर्थ लाएर अर्कै बनाइदिन्छ। हाम्रा साहित्यकार हुनुहुन्थ्यो इन्द्रबहादुर राई, मान्छे मात्रै होइन भाइ, अर्थले पनि बसाइ सर्छ पो त। उहिले अफ्रिकामा थियो, सर्दै सर्दै यहाँ आयौँ होला। त्यस्तै उहिले एउटा शब्दको अर्थ यो थियो, 30 वर्ष पछाडि अर्कै होला त। त्यो फन्दामा म परेको छु। मलाई जनजातिले मेरो चाहिँ कुरा बुझेन भने कुट्छ। उहिले दुस्साहसी काम गर्नेमा हामीले धेरै मान्छेहरूको लाई एउटा बिम्बको रूपमा प्रयोग गर्थ्यौँ। आज ती मान्छेहरूको अर्थ र भ्यालु अर्कै भइसक्यो। मैले अहिले बिर्सेँ मेरो त्यसलाई, मैले कवितामा एउटा प्रयोग गरेँ। त्यति बेला 7 समुद्र पारीबाट अमेरिका पुग्यो, संसार खोज्दै जाँदा अमेरिका पुग्यो र पत्तो लगायो अमेरिका भनेर चाहिँ त्यस्तो दुस्साहसिलो प्रतीकको रूपमा लिइयो। अहिले त्यो मान्छेको अर्थ अर्कै भयो। त्यसले त सारा अफ्रिकाबाट गरिबहरू बटुलेर चाहिँ उहाँ पुँजीवादीहरूलाई चाहिँ पुर्याएर चाहिँ उपनिवेशवादीहरूलाई मद्दत गर्यो भनेपछि त म त यसरी अर्थले पनि बसाइ सर्छ जान्छ। आज राम्रो भन्छौँ, भोलि त्यसको अर्थ नराम्रो पनि हुनसक्छ। त्यसकारण आज हामीले इतिहासमा अर्थ लगाउँदाखेरि यो सबै कुराहरू ध्यानमा दिएर चाहिँ अगाडि बढ्न सक्यौँ भने हाम्रो इतिहासको सही अर्थ्याइ हुन्छ। यतातिर हाम्रा इतिहासकारहरूले ध्यान दिउन्। अब भगिराजीहरूको काम कागजपत्र बटुल्ने मात्रै होइन, व्याख्या गरेर इतिहासलाई श्रृङ्खलाबद्ध तरिकाले लाने पनि हो नि, बटुलेर राखिदिने मात्रै होइन। अनि त्यो गर्दाखेरि हाम्रो पनि इतिहासको एउटा बन्छ नि कथा, अनि त्यो कथा चाहिँ लिम्बूको इतिहास हुन्छ। यतातिर यहाँहरूको ध्यान जाओस्। किराँत च्याख्लुङ चुम्बुलुङ जसले लिम्बू जातिको भूमि अधिकार, मानव अधिकारदेखि लिएर भाषा, इतिहास, संस्कृति, मुन्धुम आदिको अध्ययन गर्नका लागि लिम्बू स्टडी सेन्टर स्थापना गर्यो। र यो सेन्टरले अवश्य पनि आगामी दिनमा यस्ता कुराहरूलाई ध्यान दिएर लग्यो भने हामीले इतिहासलाई पछि गएर चाहिँ फेरि सुधार गरिनुपर्ने अवस्था आउँदैन।
नेपालको इतिहासमा पनि इतिहास सुधार गर्नलाई संशोधन मण्डल स्थापित भयो र 4-5 जना प्राज्ञ विद्वानहरूले धेरै गलत तथ्यहरू सच्याए पनि हाम्रोमा पनि यो दिशामा अगाडि बढोस्। आज पुरस्कार पाउने कृष्णविक्रम नेम्बाङ जो दिवंगत भइसक्नुभयो, उहाँका परिवारलाई आफ्नो बाबुको कृतिलाई अक्षुण्ण राख्नुको लागि यस्ता काममा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना छ र सबैभन्दा ठुलो शुभकामना छ विश्वदत्त सरस्वती आङभाङजीलाई, जसले प्राज्ञ कोषमा 30,000, 30 लाख, 20 लाख गर्दै 50 लाख पुऱ्याएर अब अझ राम्रो र बलियो काम होस् भनेर चाहिँ अरू थप 50 लाख दिने आज घोषणा गर्नुभयो। उहाँहरूलाई म आफ्नो तर्फबाट, यहाँहरू सबैको तर्फबाट, यहाँहरूको अनुमति लिएर र किराँत चुनहरूको तर्फबाट हार्दिक नौज्ञान धन्यवाद चढाउँछु। नमस्कार। कार्यमा समर्पित लिम्बुवान अध्ययन केन्द्रका यस समारोहमा पाल्नुहुने सम्पूर्ण आगन्तुक पाहुना विशिष्ट अतिथि प्रमुख अतिथिज्यूमा टोकेन टक्राउँदै यस सभाको विसर्जन गरिदिनु हुनको लागि सभापतिज्यूलाई अनुरोध गर्छु। साथै पुनश्च हामीले खाजाको व्यवस्था गरेका छौँ, खाजा लिएर मात्रै पाल्नु होला। अनि अर्को चाहिँ हाम्रो पत्रकार मित्रज्यूहरूले चाहिँ यो कार्यक्रम समापन भएपछि एकपल्ट आयोजकसँग भेटेर छलफल गर्नुपर्नेछ, एकपल्ट भेटेर मात्रै पाल्नु होला। नौज्ञान सेवाको धन्यवाद जीवन अध्ययन केन्द्रका सचिवज्यू। आज यस समारोहका प्रथम अतिथि प्राज्ञ काइलाज्यू, हाम्रो विशेष अतिथि सङ्घीय लिम्बुवान किराँत सङ्घीय अध्यक्ष प्रेमज्यू, आज यस समारोहका कोषदाताज्यू आङभाङज्यू, आज पुरस्कृत हुने स्वर्गीय कृष्णविक्रम नेम्बाङका पुत्र छोराछोरीहरू र पत्रकार मित्रहरू, आज यस समारोहमा उपस्थित हुने किराँत जुनका पूर्व अध्यक्षज्यूहरू, हाम्रो निमन्त्रणलाई स्वीकार गरी भव्यताका साथ मनाउन आउनुभएका सज्जन महिला मेरो आशीर्वादहरू नमस्कार छ। आज यो पुरस्कारको बारेमा र यो घोषणाको बारेमा, पुष्पवृत्तिको बारेमा धेरै व्यक्तिहरूले भनिसक्नु भएको छ। यसमा म जान्न चाहन्छु। आज पुरस्कृत हुने स्वर्गीय कृष्णविक्रम नेम्बाङकोमा यति भन्न चाहन्छु, अघि भनिसक्नु भएको छ, हाम्रा दिव्याङ्गज्यूले उहाँको पुत्रज्यूले भनिसक्नु भएको छ। म त्यसमा दोहोऱ्याउन चाहन्न। त्यस कुरा यथार्थ मात्रै म चाहिँ राजनीतिक व्यक्तित्व हो। आजका विद्वानहरूले चाहिँ बौद्धिक वर्गमा राजनीतिलाई घृणाको दृष्टिकोणले हेर्छन्। पछिल्लो समयमा राजनीतिक भए तापनि जुन इतिहासबाट दर्ज हुनुभयो त्यसले त उहाँको नाम अथाह भयो। यदि उहाँ राजनीतिमै लाग्नु भएको भए सम्भवतः आजको भौतिक वर्गले चाहिँ कुन दृष्टिकोणले हेर्ने हामीले सामूहिक सञ्चालन दिन सक्छौँ। यति भन्न चाहन्छु, उहाँको कृष्णविक्रम नेम्बाङको पार्थिव शरीरमा मैले भौतिक उपस्थित भएर श्रद्धाञ्जली अर्पण गरेको थिएँ र आज पनि यो लिम्बुवान अध्ययन केन्द्रको तर्फबाट यो हलको तर्फबाट पुनः म उहाँलाई धारण गरेर हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। उहाँको शुभसप्त परिवारलाई म संविधान दिन चाहन्छु। कृष्णविक्रम नेम्बाङको बारेमा यति भने मैले। अब बाँकी रह्यो यो लिम्बुवान अध्ययन केन्द्रको कोषवृत्तिको बारेमा। हाम्रो लिम्बुवान अध्ययन केन्द्र भनेको के हो भन्दा हाम्रो सङ्घीय अध्यक्षले भनिसक्नुभयो, लिम्बुवान अध्ययन केन्द्रको 8वटा इकाइमध्ये एउटा इकाइ मात्रै हो।
हाम्रो लिम्बू अध्ययन केन्द्र चाहिँ लिम्बू जातिको भाषा, संस्कार, संस्कृति, लिपि, इतिहास, बोलुङ, परम्परागत ज्ञान सिलाई संरक्षण र सम्वर्धन गरेर भएर स्थापना भएको लिम्बू अध्ययन केन्द्र हो, एउटा इकाइ हो। त्यसमा हाम्रो विष्णुदत्त आउनुभयो। हाम्रो लिम्बू अध्ययन केन्द्रको उद्देश्य छ ठ्याक्क मेल खायो। त्यसै गरेर उहाँको हामीले चाहिँ यो के अरे एक्सेप्ट गऱ्यौँ। अहिले 30 लाख थप्नुभयो, 20 लाख थप्नुभयो, अहिले 1 करोड पुर्याउनुभयो। लाग्थ्यो हामीलाई यो हाम्रो कालमा मम्मी सुरुदेखि नै छु लिम्बू अध्ययन केन्द्रमा। हाम्रो पालामा चाहिँ ब्याज यस्तो चाहिँ के छ भन्दाखेरि अक्षय कोषको ब्याजको 10% सम्म गाभिन्छ। 50-60 लाख चाहिँ हामी पुर्याउनु पर्छ भनेर हाम्रो अर्जुन के अरे नुगुज्यू, हाम्रो विधि सभाको खगेन्द्र जमीज्यू सल्लाह गर्थ्यौँ, बढाउनु पर्छ भन्थ्यौँ। तर मेरै कार्यकालमा उहाँ चाहिँ 1 करोड पुर्याउनुभयो। यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद। 8वटा विषयगत सङ्गठनको मध्ये 7वटाको एकपट्टि लाग्दा पनि यो राशि बढी छ भनेपछि यो राशिलाई धेरै धेरै के अरे उहाँलाई धेरै बधाई दिन चाहन्छौँ। हामीले धन्यवाद दिन चाहन्छौँ। वास्तवमा लिम्बू अध्ययन केन्द्रको जम्मा यो चाहिँ विद्युत दत्त सरस्वती आङबाङको 3वटा कार्य छ। एउटा प्रत्येक वर्ष ब्याजबाट चाहिँ प्रत्येक वर्ष चाहिँ विष्णु दत्त सरस्वती आङबाङ पार्टी अनुदान वृत्ति, एकजना चाहिँ जेन्डर मिलाएर, एकजना लेडिज एकजना पुरुष। अर्को प्रत्येक 2 वर्षमा यो आज विष्णु दत्त सरस्वती पार्टी पुरस्कार 2टाको। अर्को विशेष वृत्ति त्यो चाहिँ हाम्रो लिम्बू अध्ययन केन्द्रले छानेको चुजेकोलाई चाहिँ लेखेर कुनै विषयमा दिने हो। अनि अब यस बारेमा 1 करोड राखेको छ। अघि हाम्रो सल्लाहकार हुनुहुन्छ बालकृष्णमा 1 करोड के हुने, कसो गर्ने भनेर प्रश्न खडा गर्नुभयो। यो प्रश्नमा हाम्रो सल्लाहकार 4जना हुनुहुन्छ, त्यसमध्ये 3जना डाक्टर हुनुहुन्छ, 1जना त बालकृष्ण माबामै हुनुहुन्छ। तपाईँले भन्नु पर्यो के गर्ने यो रकम हामीले ब्याजबाट के गर्ने, कुन मान्छे ल्याउने हो खोज्नु पर्यो। किनभने यो चाहिँ हाम्रो लिम्बू अध्ययन केन्द्रको सल्लाह मात्रै होइन, तपाईँ सल्लाहकारलाई त्याग मात्रै लगाएको होइन कि हामीले तपाईँको सल्लाह दिनुहुन्छ राम्रोसँग। तपाईँको बौद्धिक व्यक्तित्व हो, फलानालाई दिउँ, फलाना विषयमा लेखौँ, यस्तो गरौँ भनेर सल्लाह दिनुपर्छ। तपाईँले प्रश्न त्यो प्रश्न तपाईँ उहाँमा छ, सल्लाहकारहरू उहाँमा छ। यो तपाईँको सल्लाहकार हामी मान्छौँ। हामीले सल्लाहकार के अरे बैठक बस्छौँ, बोलाउँछौँ। बालकृष्णजीले त हामीले दिनु भएको छ सल्लाह, हामी मानेर राखेको। अब के गर्नु, अब 50 लाख यो राख्ने हामीले अहिले त ब्याङ्कमा हिजो ट्रान्सफर भइसक्यो। तर अहिले मुद्दातिर राखेको छैनौँ। हामी मिटिङ राख्छौँ, तपाईँले बोलाउँछौँ सल्लाहकारहरूलाई पनि। तपाईँले ठोस सल्लाह दिनु पर्यो, सुझाव दिनु पर्यो। युवाहरू कसरी ल्याउने हो, अब यहाँ के बुढोले मात्रै समात्ने होइन, आउनु पर्यो युवाहरू, त्यो चाहिँ सल्लाह दिनु पर्यो भन्ने कुरो म जान्नु चाहन्छु। अर्को कुरो यो अहिलेसम्म विद्युत सरस्वती आङबाङ अनुदान वृत्तिमा चाहिँ 13जनाले पाइसकेका छन्। यो तपाईँहरूको 1000 त पुगिसकेको छ। यसमा चाहिँ हाम्रो समावेशी पनि छ, अन्तर्राष्ट्रियकरण पनि छ। 13जना मध्ये 1जना विवेक गौतमले यसपालि एक्सप्लोरेसन पा इन लिम्बू याक्थुङ लिम्बू कल्चर भनेर चाहिँ उहाँले विद्यार्थी पाउनु भएको छ। यसै गरेर समावेशी पनि छ। यो एउटा विष्णु दत्त सरस्वती आङबाङ एउटा सन्ध्या सिंह सिक्किमको मान्छेले पाउनु भएको छ, अन्तर्राष्ट्रियकरण भयो। यस कारणबाट चाहिँ यो हाम्रो अन्तर्राष्ट्रियकरण भयो, समावेशी पनि छ। हाम्रो भाषा, लिपि, संस्कार, संस्कृति, परम्परालाई संरक्षण गर्ने पनि हाम्रो उद्देश्य छ। यसमा सल्लाहकारले हामीले पनि राम्रो सुझाव दिनु पर्यो र धेरै धेरै पनि म बोल्दिनँ। अब अनि अहिलेसम्म 3जना पाएको पनि पुरस्कार पाएका छन्। यसो पनि यसैमा त तपाईँले पत्र आइसकेको छ। यसमा नाम वाचन गरेर समय खेर पाल्नु चाहन्न। एउटा कुरा चाहिँ हाम्रो अध्यक्ष, सङ्घीय अध्यक्ष यहाँ हुनुहुन्छ। हाम्रा 3वटा जिल्लाका अध्यक्षहरू प्रतिनिधि यहाँ देखेको छु, मैले प्रदेशको अध्यक्ष पनि देखिरहेको छु। होइन अध्यक्ष, मैले त के एउटा प्रस्ताव राख्न चाहन्छु भन्दाखेरि हाम्रो एउटा श्रीरङ्गा तेस्रो भनेर एउटा पुरस्कार खडा गरौँ। श्रीरङ्गा प्रथमले चाहिँ एउटा हाम्रो उसनी 9 शताब्दीमा चाहिँ श्रीरङ्गा लिपि आविष्कार गरे। दोस्रोले चाहिँ हाम्रो के गरे भन्दाखेरि दोस्रोले चाहिँ हाम्रो त्यसले के अरे आविष्कार प्रोत्साहन गरेर चाहिँ श्रीरङ्गा लिपि चलाइराखेका छौँ। अब तेस्रो चाहिँ श्रीरङ्गा पुरस्कार गरेर हाम्रो प्रज्ञा भइरहेको कालाजीले के चाहिँ गर्नुभएको छ भन्दाखेरि मुन्डुमलाई एउटा याक्थुङ भाषामा एउटा श्रीरङ्गा लिपिमा एउटा त याक्थुङ भाषामा एउटा नेपालीकरण गरेर जुन एउटा बौद्धिक नयाँ सिद्धान्त
प्रतिपादन गर्नुभएको छ भन्छु। त्यसैमा थपेर हाम्रो डिभिजीले चाहिँ सम्झी मुलुङमा सम्मान गरेकोले अङ्ग्रेजीमा लेखेर चाहिँ अन्तर्राष्ट्रियकरण गर्नुभएको छ। त्यस कारणबाट चाहिँ म त भन्न चाहन्छु हाम्रो शिर, हाम्रो माङ्गेना, हाम्रो बैराग आइलो चाहिँ म श्रीलङ्का तेस्रो भनेर म सम्मान गर्न चाहन्छु। र यसै भन्दै अब खाजाको व्यवस्था छ, खाजा व्यवस्था गरेर बिदा हुनु चाहन्छु। यो हाम्रो कार्यक्रममा चाहिँ अलिक लामो भयो के भयो खाजा तपाईँले समीक्षा गरिदिनु होला। अब खाजाको व्यवस्था छ, यहाँ हाम्रो निमन्त्रणलाई स्वीकार गरेर जुन पाल्नुभयो उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिँदै मेरो छोटो व्यक्तित्वमा यहाँ सम्मान गर्दै यो सभा यी भएको घोषणा गर्छु। धन्यवाद।